सबैजनालाई ख्रीष्ट येशूको नाममा जय मसीह। आज फायर इन द अल्टर कन्फरेन्सको दोस्रो सेसनमा म तपाईलाई स्वागत गर्न चाहन्छु। अनि म आशा गर्छु आज जुन चाहिँ यो सेसन हुन लागेको छ, यो सेसनमा तपाईले परमेश्वरले तपाईको जीवनमा जे बोल्न चाहनुहुन्छ त्यो आवाजलाई तपाईले भेटाउनुहुन्छ। त्यो वचनले तपाईको जीवनमा कार्य गर्नेछ, तपाई आशीषित बनिनु हुनेछ। अनि जुन चाहिँ उद्देश्यको साथमा, एउटा पर्पसको साथमा परमेश्वरले मलाई यो वचन दिनुभएको छ, तपाईको जीवनमा आउन लागेको छ, त्यो उद्देश्य निश्चय नै पूरा हुनेछ भन्ने म विश्वास गर्छु। आमेन। अनि अघि यो सञ्चालकजीले भनिहाल्नु भयो, वचन नसिद्धिकन कोही पनि हामी बाहिर जाने छैनौँ भनिकन। म के विश्वास गर्छु भने तपाईँ वचनमा रहिरहनु भयो भनेदेखि वचन तपाईँको जीवनमा पूर्णतामा आउँदै गर्दा, सिद्धतामा आउँदै गर्दा वचनको उद्देश्य निश्चय नै तपाईँको जीवनमा पुरा हुन्छ नै हुन्छ। अनि तपाईँ अर्कै व्यक्ति बनिनुहुन्छ। आमेन। अनि एकदम खुसी लागेको छ मलाई वचन सुरु गर्नुभन्दा अगाडि एक दुईवटा विचारको कुराहरू, मनमा भएको भावनाको कुराहरू तपाईँलाई म बताउन चाहन्छु। अनि त्यो चाहिँ के छ भने दोस्रोचोटि फेरि पनि फायर इन द अल्टर कन्फरेन्समा रङमा यसरी तपाईँसँग भेट हुनु पाएको छ। यो पहिलोचोटि होइन, 2024 हुनुपर्ने तपाईँहरूसँग फेरि भेट्न पाएको थियौँ। त्यति बेला प्याक थियो यो अडिटोरियम नभए हल वाट एभर। अनि यहाँनिर परमेश्वरको शक्तिशाली कार्य भएको थियो। लास्ट डे त्यो टाइममा यति बेसी तुरै फुकेको थियौँ हामीले, यति बेसी परमेश्वरको आगो डेलिभरेन्स को कुराहरू भएको थियो, भूत आत्माहरू निस्केर गएको थियो, माइटी साइन्स वन्डर्स। अनि खुसीको कुरा चाहिँ के छ भने हामी सेकेन्ड टाइम फेरि पनि यसरी भेट्न पाइरहेको छौँ। आमेन। आई थिङ्क यो लाइन अफ स्पिकर्स गरेर म सबसे यङ्गेस्ट हो, त्यसले गर्दा दुईवटा कुरा छ। एउटा चाहिँ च्यालेन्जको कुरा छ, किनभने लाइन अफ स्पिकर्स जो चाहिँ आज यहाँ उभिनु भएको छ एकदमै प्रख्यात हुनुहुन्छ। प्रख्यात मात्र होइन, एकदमै अनुभवी हुनुहुन्छ। अनि ठुलो इतिहासको साथमा अनि ठुलो एउटा पास बोकिकन उहाँहरू उभिनु भएको छ। सबैजना यो स्पिकर्सहरू 1997 जोस्वादेखि नै उहाँहरू सेवाकाईमा आउनुभएको, सेवाकाईसँग जोडिनु भएको व्यक्तिहरू हुनुहुन्छ। मैले सेवाकाई सुरु गर्दै गर्दा, मैले सेवाकाई सिक्दै गर्दा 2012 को कुरा हो। अनि 2012 सिद्धिँदै गर्दा मैले मेरो प्रभुलाई जीवन दिएको। अहिलेसम्म थाहा छ, पास्टर दानियल छेत्री हुनुहुन्थ्यो, एउटा ट्रान्सलेट गर्दै गरेको हुनुहुन्थ्यो। अनि एकजना प्रचारकले नि कसले प्रभुलाई जीवन दिने भनेर उठायो, बेथलेम चर्चमा थियो। अनि त्यति बेला नि मलाई भित्र के भएको थियो भने उठ्नुपर्छ भन्ने, म दिन्छु भन्ने भयो। आइ वान्ट टु गिभ माई लाइफ टु गड। म नि परमेश्वरलाई मेरो जीवन दिन्छु भन्ने भयो। तर आँटाएर उठ्नु के गरौँ भन्दै थियो। अनि यता हेर्दै थिएँ, म उता हेर्दै थिएँ, वातावरणलाई पढ्नु चाहँदै थिएँ। त्यति बेला त्यो मान्छेले मलाई प्रचारकले के भन्नुभयो भने नि यङ म्यान भनेर यसरी बोलाउनु, जवान मान्छे भन्नुभयो। अनि मैले सट्टै हेरेँ, अनि मैले गाली पनि खाएँ, तर राम्रो गाली थियो चाहिँ। उहाँले के भन्नुभयो भने नि किन यता हेरेको, किन उता हेरेको। अ म्यान मस्ट डिसाइड फर हिमसेल्फ। एउटा मान्छेले चाहिँ परमेश्वरसँग आफ्नो जीवन कस्तो हुन्छ चाहिँ आफै निर्णय गर्नुपर्छ। तैँले उताको साथीलाई हेरिस्, यताको साथीलाई हेरिस्, प्रभुलाई पछौँ कि नपछौँ, तेरो निर्णय चाहिँ नि वातावरणमा अनि साइडको साथीमा हेरिकन, परिस्थितिलाई हेरिकन, वेदरलाई हेरिकन तैँले नि आधारित गरिस् भनेदेखि चाहिँ नि त्यो मान्छे प्रभुसँग हिँड्नु सक्दैन। यु क्यानट वक विथ गड भन्नुभयो। अनि पास्टर दानियल ट्रान्सलेट गर्नुहुँदै थियो। अनि उहाँले भन्नुभयो यो चुनाव चाहिँ तँ अनि परमेश्वरको बिचमा हो, तैँले निर्णय लिनुपर्छ, के गर्छस् भन्नुभयो। म सट्टै उठेँ। अनि त्यो समयदेखि मेरो यात्रा सुरु भयो। अनि परमेश्वर दर्शनको साथमा थुप्रो सेवाकाहरू यसरी मैले अर्गनाइज गरेँ, राइज अफ गिदन फेलोसिपहरू भन्ने। अनि सयौँ मान्छेहरू आउन लाग्यो। अनि त्यो सयौँ मान्छेको प्रडक्ट चाहिँ आज मसँग पनि छ नि, त्यसरी सेवाकाई अगाडि बढिरहेको छ। तर यो इतिहासभन्दा ठुलो यहाँ स्पिकरको इतिहास छ। म जवान छु, त्यसले गर्दा एउटा चुनौती चाहिँ के छ भने मैले त्यो लेभलमा, त्यो अभिषेककै लेभलमा मैले डेलिभरी गर्न सक्नु पर्यो। आमेन। अनि म आशा गर्छु आज, तर दामी कुरा चाहिँ यो छ, मैले बल गर्नु पर्दैन, मैले शक्ति प्रकटै गर्नु पर्दैन। किन भन्नुहोस् त, गर्नुहुने चाहिँ पवित्र आत्मा हुनुहुन्छ। त्यसले गर्दा न त बलले, न त शक्तिले, न त म जवान मान्छेले, तर केवल पवित्र आत्माले त्यो कार्यलाई रङमा पुरा गर्नु सक्नुहुन्छ। आमेन। आमेन। तर दोस्रो कुरा म के भन्न चाहन्छु भने मलाई थाहा छ यहाँ धेरैजना ठुलो मान्छेहरू हुनुहुन्छ, एल्डर्सहरू हुनुहुन्छ होला, लिडर्सहरू हुनुहुन्छ होला, धेरै वर्षदेखि सेवाकाई गर्दै आएको मण्डलीहरूको सदस्य, कमिटी टिमको मेम्बर हुनुहुन्छ होला। म तपाईँलाई भन्न चाहन्छु, सर्वप्रथम त बाठ्य भएर बोलेको होइन, म तपाईँहरू सबैलाई इज्जत गर्छु। जब मेरो सेवाकाईको विषयमा अलिकति भन्नु पऱ्यो यहाँ, अलिकति है तपाईँलाई चिन्नु पनि हुन्छ होला, सेवाकाईमा के हुँदैछ मेरो जीवनमा अहिले, अनि कसरी म एउटा जवान मान्छे सेवाकाई गरिरहेको छु भन्ने कुरा म तपाईँलाई राख्न मन पराउँछु। तर म तपाईँलाई बोल्दै गरेर म तपाईँलाई भन्न चाहन्छु, म तपाईँलाई इज्जत गर्छु अनि एकदमै डरनी भएको साथमा अगाडि उभिएको छु। तर म के पनि आशा गर्छु भने नम्रताको साथमा तपाईँले सुनिदिनुहुन्छ। एक दिन सामुएलसँग प्रभु बोल्न लागे। प्रभुले एउटा जवान केटालाई बोलाउनु भयो। अनि जब सामुएलले गएर इलाईलाई भन्यो, एलीलाई भन्यो प्रमोसन बोल्नुमा, एलीले थप्पड हानेन।
एलीले चुपचाप बस बाठेनौ भनेन। एलीको भित्र यद्यपि बुढो थियो, यद्यपि प्रख्यात थियो, यद्यपि भयङ्कर थियो, यद्यपि अधिकारमा उभिएको मानिस थियो, उसले के बुझ्यो भने उसको ऋतु सक्यो। तर परमेश्वरले एउटा नयाँ पुस्तालाई खडा गर्दैछ। म आशा गर्छु आज जवान मान्छे बोल्दै गर्दा यद्यपि म तपाईँले देख्दै गर्दा बाठे सुनिन्छ होला, तर जसरी एलीले सामुएललाई हेर्दै गर्दा उसको मनभित्र एउटा नम्रतालाई जगाउने उसले अवसर पायो। आज तपाईँले त्यो नम्रतालाई जगाउनुहुन्छ। अनि जसरी म बोल्छु, प्रभुको वचन तपाईँसँग बोल्छ अनि तपाईँले ग्रहण चाहिँ गर्नुभयो भनेदेखि म विश्वास गर्छु जसरी सामुएल अगमवक्ताले इजरायलमा नयाँ ऋतुलाई सुरु गरे रङमा मद्वारा अनि धेरै जवानहरूद्वारा नयाँ ऋतुलाई सुरु गर्नुहुन्छ। आमेन। अनि यो सुरु गर्दै म तपाईँलाई अलिकति एक दुईवटा कुराहरू भन्न मन पराउँछु। अब सुरु गरिहालेँ, वचनमा सिधै नजाउँ न, किनभने यो हाम्रो सम्बन्ध लामो छ, 1 वर्षभन्दा ठुलो छ, यद्यपि छोटो हो तर लामो यात्रा भएको कारणले गर्दा अलिकति मेरो सेवकाको विषयमा तपाईँलाई भनिदिउँ, कसरी म काम गरिरहेको छु, के भइरहेको छ भन्ने कुराहरू म तपाईँलाई बताउन चाहन्छु। ओके, सो द्याट तपाईँले मलाई चिन्नुहुन्छ अनि हामी यसरी वर्कआउट गर्न सक्छौँ। किनभने यो आएर प्रचार मात्रै गर्नु होइन, 2024मा पनि आए, यो पनि म आशा गर्छु आउनेवाला वर्षमा पनि हाम्रो सम्बन्ध गहिरो हुँदै जानेछ। आमेन। म पनि बढ्दै जानेछु, हुर्किँदै जानेछु, तपाईँहरू पनि सँगसँगै हामीसँग बढ्दै जानुहुन्छ। अनि म के विश्वास गर्छु भने हाम्रो यो सम्बन्ध चाहिँ यो कन्फरेन्ससम्म मात्रै सीमित हुँदैन, तर म के विश्वास गर्छु भने हाम्रो सम्बन्ध नि प्रभुको राज्यभित्र नि यो कन्फरेन्सभन्दा ठुलो हुनेछ भनिकन। आमेन आमेन। म अहिले नि मेरो जीवनमा शक्तिशाली कार्य भइरहेको छ। म एकदम एक्साइटेड छु, जवान छु, एक्साइटेड छु। त्यसले गर्दा थुप्रो कुराहरू भनौँ। मेरो जीवनमा नि धेरै वर्ष 2012देखि लिएर 2024सम्म नै भनौँ न, म मेन्टरसिपभित्र थिएँ अनि अहिले पनि छु। अनि धेरै सेवकाईभित्र काम गरेर मैले सिकेँ, मैले प्रचार गर्न सिकेँ, प्रार्थना गर्न सिकेँ, सेवकाईको ब्याकग्राउन्डमा जानु मैले अवसर पाएँ, अहिले पनि पाउँछु, देख्नु मौका पाएँ। अनि यो चाहिँ प्रिभिलेज ठान्छु म, कसरी सेवकाई गर्दो रहेछ भनिकन। तल आएर बस्नु मात्रै होइन, सेवकाईको पोलिटिक्सहरू एक्सपिरियन्स गरेँ, सेवकाईको झगडालाई एक्सपिरियन्स गर्नु पायो, सेवकाईमा जागृति नै आश्चर्य कर्महरू देख्नु पायो, तर सेवकाईमा थुकिने भनाइ पनि सुन्नु पायो, सेवकाईमा हामीले ब्याकबाइटिङ सुन्यौँ, राम्रो मान्छेले धोका दिएको हो भने हामीले हेऱ्यौँ, अनि जुन चाहिँ मान्छे चाहिँ हामीले पत्ताकै थिएन उनीहरू चाहिँ विश्वासयोग्य भएको पनि देख्यौँ। अनि त्यो वर्ष 2012देखि हिँड्दै गर्दा 12देखि 13, 14, ओके 12 वर्षभन्दा बेसी भइसक्यो। यो 12 इयर्सको जर्नीमा नि आउँदै गर्दा नि 2024 चाहिँ मेरो लागि एउटा टर्निङ पोइन्ट थियो। प्रभु बोल्न लाग्नुभयो। 2024 चाहिँ मेरो लागि यस्तो खालको एउटा जन्माउने, आज यो समयहरूमा हिजो तपाईँ जो एटेन्ड गर्नुभयो, जन्माउने कुरा पुरा हुँदैछ। अघि पास्टर जोइले पनि जन्माउने कुरा एकपल्ट सनक्कै भन्नुभयो। 2024 नि मेरो 2023 अनि 24को यो वर्ष चाहिँ नि मेरोमा नि शक्तिशाली एउटा जन्माउने सिजन थियो। यो ऋतुमा नि सुन्नुहोस् है त, म जसो हिमालयमा गर्दै गर्दा सिल्विकाको सल्लाहको साथमा सिल्विकासँग लामो गफ भयो, यहाँ साहिल भाइ पनि छ, 1.5 घन्टाको गफ भइकन नि राम्रोसँग त यो झगडाको साथमा एकदम धेरै मान्छेले के सम्झिन्छ भने नि धेरै यो प्याटर्न चाहिँ नि हाम्रो जेनेरेसनमा यति बेसी रिपिट भएको छ, मान्छेले पत्ताउनै सक्दैन कि सेवकाई चाहिँ झगडा बिना मिलेर सुरु गर्नु सक्छ भनेर। तर म तपाईँलाई शक्तिशाली कुरा भन्न सक्छु, चर्चसँग मिलेर अनि मेन्टरसिपबाट दामी अभिषेकको साथमा नि रिलिज गरेर पनि तपाईँले सेवकाई सुरु गर्न सक्नुहुन्छ। आमेन भन्नुहोस् न। 2023 अनि 24मा नि लामो गफ भइकन नि जस्तो हिमालयसबाट म रिलिज भएँ। यद्यपि जाँदिनँ भनेको होइन, अस्ति हामीले डेभिड होगेन शक्तिशाली सेवकाई भयौँ, हामी हेऱ्यौँ अनि पावरफुल टाइमहरूमा अहिले पनि हामी जोससँग जोडिरहेका छौँ अनि हामी सपोर्ट गर्छौँ। परमेश्वरले शक्तिशाली कार्य जोस हिमालयमा गर्नुहुँदैछ। आमेन। अनि तपाईँले त्यो एभिडेन्स छ, यु क्यान सी इट, गड इज वर्किङ। अनि एउटा हाम्रो यो नेपाली भेगको निम्ति जोस हिमालय एउटा सेन्टर जस्तो हो, जुन चाहिँ सेन्टरमा गइकन मानिसहरूले छुटकारा पाउन सक्छ, नियतिलाई भेटाउन सक्छ। आमेन। तर नि जसरी म रिलिज भएँ मेरो लागि ठुलो एउटा चुनौती के थियो भने अब के भन्नुहोस् न, के तपाईँ त्यस्तो ठाउँमा आउनु भएको छ जिन्दगीमा? अब के? अनि मलाई पनि हुँदै थियो अब के, तर मलाई सुर्ता लागेको छैन। किन भन्नुहोस् त, पहिला भए चाहिँ सुर्ताउँथेँ। 2015हरूतिर चाहिँ म एकदम छटपट, एकदम मैले थुप्रो काम बिगारेँ, पास्टरको विरोध पनि गरेँ, बाङबुङ खालके गर्ने मान्छे थिएँ म, जवान केटा तर बाङबुङै गर्ने, त्यसो सपोर्ट पनि पाएन। तर अब त्यसरी सेवाकाईमा निस्किनु चाहिँ पोजिटिभ साइड चाहिँ त्यहाँबाट म भन्छु है, सेवाकाईमा चाहिँ निस्केँ। ओके, नेगेटिभ साइड चाहिँ लट्स अफ प्रब्लम्स, आई क्रिएटेड लट्स अफ प्रब्लम। तर बादमा गएर मैले मेच्योर भएँ, मैले बुझेँ त्यसरी हुँदैन रहेछ भन्ने कुराहरू। अनि त्यो मेच्योरिटीमा आइसकेर यो 2023-24मा रिलिज हुँदै गर्दा मलाई म आत्तिएन, थुप्रो कुराहरू हुँदै गर्दा नि मलाई मनमा उथुलपुथुल कहिले पनि भएन। किन भन्नुहोस् त, म प्रभुसँग हिँड्दैछु अनि आई हेभ फुल ट्रस्ट इन गड। मैले पूर्ण रूपले प्रभुलाई भरोसा गरेको छु अनि मलाई थाहा छ जुन चाहिँ कार्य परमेश्वरले मेरो जीवनमा सुरु गर्नु भएको छ त्यसलाई परमेश्वरले सिद्धतामा ल्याउनु नै हुन्छ। मान्छेले होइन, मैले होइन, संस्थाले होइन, मण्डलीले होइन, कुनै मान्छेले होइन, परमेश्वरले ल्याउनुहुन्छ। किनभने मलाई बोलाउने चाहिँ परमेश्वर हुनुहुन्छ। मेरो क्लास 3 को बर्थडे थियो,
तर पर्सनल कुराहरू सेयर गर्दैछ म ओके आइ एम सेयरिङ यु पर्सनल थिङ्स ओके म विश्वास गर्छु त यसले तपाईँले भ्याल्यु गर्नुहुन्छ नि यु क्यान लर्न समथिङ यहाँ धेरै जवानहरू पनि छ मेबी यु लर्न मेरो जीवनबाट केही कुरा सिक्नुहुन्छ क्लास 3-4 को कुरा हो एउटा अगमवक्ता मेरो घरमा आयो मेरो बर्थडे थियो फुपूले बर्थडे केक बनाउनु भएको थियो अनि अगमवक्ताले सट्टै हात राखेर प्रार्थना गर्नु म केही पनि भएन केक काटे घर गयो तर त्यो अगमवक्ता नि अब हतार थियो निस्किनु आँटेको एक्चुअली घरबाट निस्किँदै गरेको चाहिँ केक काटेर प्रार्थना गरेर गइदिनुहोस् न भन्दा फेरि सुन्नु कि फर्केर आएर चाहिँ नि मेरो लागि केक काटेर प्रार्थना गरिदिनु भयो केक फेरि त्यो दामी दामी डिजाइन भएको केक होइन नि फेरि घरमा बनाएको केक त्यो घरमै बनाएको नि अब सानो क्यान्डल हाल्यो काट्यो त्यहाँदेखि के भयो भन्नुहोस् त अगमवक्ताले प्रार्थना गरिदिनु भयो त्यहाँदेखि केही पनि भन्नु भएन तर इन्ट्रेस्टिङ कुरा अगमवक्ता जानु भएन हतार थियो अगमवक्ताले जानु भएन तर उहाँ अगमवक्ताले नि के भन्नुभयो भएछ भने नि मेरो फुपूलाई मैले दर्शन देखेँ आमेन भन्नुहोस् न हौ आज म अलिक दर्शनको बारेमा पनि चर्चा गर्नु पर्यो किनभने जवानहरू थुप्रो हुनुहुन्छ मैले दर्शन देखेँ अनि त्यो दर्शनमा अब त्यो डरलाग्दो दर्शन भन्दिनँ म बिकज मेरो पर्सनल कुरा हो त्यो दर्शनभित्र चाहिँ नि मेरो बुलाट लुकेको रहेछ एक्ज्याक्टली मेरो ड्रेसहरू कस्तो थियो चाहिँ भन्दिनँ त्यो मेरो पर्सनल कुरा हो तर सट्टै एउटा ज्योति आयो अरे त्यो ज्योतिलाई अगमवक्ताले भित्र आत्मामा राम्रो घोरेर हेरेको त नि म रहेछु अरे अनि प्रभुले भन्नुभयो अरे यसलाई म अगमवक्ताको रूपमा बोलाउँदैछु त्यति बेला अगमबानी तिङ बादमा मैले थाहा पाएँ सुने केही पनि भएन अनि क्लास 3-4 क्लास कहिले भनौँ 12 भनौँ न अब 12 6 8-9 वर्ष कति बाद नि क्लास 12 सक्दै गर्दा चाहिँ नि म एक दिन बेडरुममा थिएँ प्रार्थना गर्दै थिएँ नि एक दिन दर्शन खोलियो यर्मिया 1 मेरो जीवनमा आयो अनि मलाई भित्र के हो भने नि परमेश्वरले मलाई बोलाउनु भयो बादमा गएर मात्रै रियलाइज गरेको यो दर्शनले त्यो दिनै नि परमेश्वरले मलाई अलग गर्नु भएको थिएछ भनिकन आमेन सो द्याट वाज भेरी पावरफुल त्यसरी है सो एनिवेज सो त्यसरी प्रभुले मलाई बोलाउनु भएको अनि यसरी सेवाकामा अगाडि बढ्दै गर्दा मेरो फुल ट्रस्ट प्रभुमा छ मलाई केही सुर्ता लागेको छैन तर भित्र चाहिँ प्रश्न के छ भने अब के म तपाईँलाई एउटा शक्तिशाली कार्य कुरा के भन्न चाहन्छु भने नि कि नि 2-3 वर्ष अगाडिको कुरा हो यद्यपि 2023 मा यो कुरा भएको तर प्रभुले नि मलाई अलरेडी प्रिपेयर गराउनु हुँदै थियो रहेछ त्यो चाहिँ कस्तो छ भनेदेखि नि जवान मान्छेहरू नि मसँग जोडिन थाल्यो मैले बोलाएको पनि होइन आइज आउनुहोस् है मेरो घरमा पनि भनेको होइन नि एक दिन एउटा नि सुसाइडल केटा मेरो घरमा आयो सुसाइडल केटा 3 पल्ट सुसाइड एटेम्प गरेको हाम्रो गाउँको नि एउटा एकपल्ट हामी जाँदै गर्दा उसले देखाउँदै त्यही पनि दियो यो ब्रिजबाट चाहिँ हाम फाल्नु यसो हेरेर नि आँट गरौँ कि भन्ने भएर हाम फाल के हो भएर नि फ्रस्ट्रेसनमा नि त्यहाँ गएर नि उभिनु खोजेको 2 पल्ट त्यहाँदेखि त्योभन्दा बाहेक नि उसले सुसाइड गर्नु परेको डिप्रेस त्यति बेला प्रभु कुराकै आएर भ्ल्याट्टै बस्यो हटु हाफपेनमा भुत्ला त्यस्तो अनेस्ट भनेको झ्याप्पै रुममा बस्यो 1 घन्टा हामी गफ गऱ्यौँ अनि लिङ्गमा जोस्सा हुँदै थियो मैले जुङ भने मसँगै हिँड्नु थाल्यो तर शक्तिशाली कुरा भन्न चाहन्छु त्यो दिन त्यो छोराको जीवन परिवर्तन भयो 3.5 वर्षको कुरा गर्दैछु है अनि दामी कुरा भन्नुहोस् त त्यो छोराले नि त्यो भाइले नि मलाई छोड्नु मानेन म बेडरुममा बस्दा ऊ बेडरुममै बस्नु थाल्यो अब फेरि आजकल त यस्तो भन्दा टेन्सन बस्छ आहा केटा बेडरुममा डेन्जर भइसक्यो सोसाइटी केटा बेडरुममा बस्दा पनि टेन्सन हुन्छ त्यस्तो होइन है फेरि दाजु भाइ जस्तो है क्लियर फेरि यो रेकर्ड पनि हुँदैछ नि त फेरि यति मात्रै हालेर भरे फेरि एनिवेज हेर्नुहोस् ऊ बस्नु थाल्यो म राति नि प्रेजेन्समा जान्थेँ मेरो एभ्री टाइम टक्कै 7 बजी अब यद्यपि म ट्राभल गर्दा के गर्दा त पोसिबल छैन तर मेरो पोसिबिलिटिज घरमा हुँदै गर्दा नि एभ्री नाइट 7 बजी म टेरेसमा जान्छु प्रार्थना गर्नु अनि म आई प्रे भाइलाई नि त्यति बेला त्यो छोरालाई नि 15 मिनट पनि प्रार्थना गर्न सक्थेन अरे 15 मिनट पनि प्रार्थना गर्न मैले सँगै राखेँ आइज भने सो 2 घन्टा प्रभुको प्रेजेन्स उसले बादमा भने त्यति बेला त ऊ भयङ्कर प्रार्थना गरे जस्तो गरेँ मैले भने राम्रो प्रार्थना गर बादमा भनेको छटपट साह्रो परेको थियो अरे बिजोग भयो भन्दै थियो तर ऊ प्रेजेन्समा बस्दा नि त्यो छोरा परिवर्तन भयो आमेन त्यो छोरा परिवर्तन भयो कस्तो शक्तिशाली कुरा 1 वर्ष बितेर गयो त्यो छोराले छोड्नु मानेन मलाई सँगै दामी कुरा तपाईँलाई भन्न चाहन्छु नि अर्को जमाना आउनु सुरु भयो भट्टु सुन्नुहोस् है त भट्टु केटा ऊ चाहिँ अलिकति म चाहिँ कस्तो म चाहिँ अलिक त्यस्तो खालको छुइनँ नि त अब म चाहिँ अलिकति ड्याम गर्ने खालको भट्टु केटालाई ड्रग एडिक्टलाई सम्हाल्नु सक्ने खालको छुइनँ नि त तर ऊ चाहिँ ड्रग एडिक्ट त थिएन तर अलिकति भट्टु बदमास परिवारलाई सताएको परिवार अलिकति अब उसको अनि परेको सम्बन्ध पनि राम्रो छैन सुन्नुहोस् त राम्रो छैन ऊ केटा आउनु सुरु भयो फर्स्टमा त बिजोग भयो ऊ सट्टै अब कस्तो हुन्छ टक्कै गाडी टक्कै रोकेर लुजुङ भन्दा अब सानोहरू त अब ठुल्ठुलो मान्छे अगाडि बस्नु पऱ्यो नि त ऊ घाप्पु गरेर अगाडि ढ्याप्पै बस्दिने यसरी अब अप्ठ्यारो मलाई अब हो फेरि त्यस्तो खालके
अगाडि बस्दिने टक 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 अब यहाँ टक्कै खानेकुरा ल्याइदियो भने त अब हामी कहाँ गएर भनेर कपै खानु अब यहाँ पास्टर गरेर यहाँ ल्याएर एकछिन त खाइदिउँ भनेर खानु ऊ त्यस्तो थिएन सट्टै गर्ने यसो दिएको कपै हिँडाइदिइहाल्ने अब पब्लिकमा अलिक साह्रो थियो पब्लिक रिलेसनसिप उसलाई लानु त्यस्तो त दामी कुरा भन्यौँ 1 वर्ष नि मसँग हिँडिसकेपछि नि प्रभुले उसको जीवनलाई छुनुभयो ऊ परिवर्तन हुन लाग्यो अर्को मान्छे आउन थाल्यो त्यही अर्को केटा आउन थाल्यो नेपालबाट अर्को केटा आउन थाल्यो आमेन भन्नुहोस् न 2023 आयो मलाई भित्र के भयो भने नि परमेश्वरले नि मेरो घरमा के कुरा गर्दै जानुहुन्छ अनि प्रभुले मलाई त्यो दिन नि डिसाइपलसिपको लागि भिजन दिनुभयो मलाई डिसाइपलसिपको लागि भिजन दिनुभयो अनि अल्टिमेटली ठुलो मेरो मेन्टर्सहरूबाट नि मैले के कन्फर्म गरेँ भने चाहिँ प्रभुबाट हो यो कुरा गो फर इट भन्नुहोस् न प्रभु मलाई मेन्टर्सहरूले भन्नुभयो जा गर हेर्नुहोस् त एपोस्टोलिक हो नि त जा भन्नुहोस् त गो गो भन्नुहोस् त त्यसले गर्दा नि के हुँदैछ भन्नुहोस् त अब मेरो घरमा कन्स्ट्रक्सन सुरु हुँदैछ अब हेर्नुहोस् अब म जवान छु मलाई कन्स्ट्रक्सन आउँदैन पनि है मैले सोलोमन अङ्कलहरूकोमा देखेको सिल्वी काकाले सिल्वी काका त एक्सपर्ट हुनुहुन्छ अब उहाँ छुन सकिँदैन तर देखेको मात्रै अब म अहिले बुझ्दा त सिकेको भए पनि हुन्थेछ अलिक गएर त्यहाँ गएर अलिक माटोहरू हेरेको भए पनि हुन्थेछ तर आउँदैन बट इट्स ओके अब सिक्ने टाइम आयो अब के हुँदैछ भनेदेखि नि सुन्नुहोस् प्रभुले मलाई नि के दर्शन दिनुभएको छ भनेदेखि चाहिँ मेरो घरमा इन्ट्रेस्टिङ कुरा हुँदैछ हाम्रो तलपट्टिको फ्लोरमा डल्लै रेन्टेडवालालाई हामीले सिफ्ट गर्नु भन्यौँ अनि त्यो खाली बनाएको छ हाम्रो फ्लोरलाई त्यहाँदेखि तलपट्टि अब नि यो सकेर दार्जिलिङ हामी जान्छौँ आफ्टर दार्जिलिङ सक्नु बित्तिकै मेरो कन्स्ट्रक्सन सुरु छ प्रार्थनामा याद गरिदिनुहोस् 2टा वलहरू भत्काएर एउटा रुममा चाहिँ हामी एउटा मिनी हल निकाल्दैछौँ आमेन भन्नुहोस् न अनि सयौं जवानहरू अब त्यो ठाउँमा परिवर्तन हुनुको निम्ति अनि डिसाइपलसिप हुनुको निम्ति आउन लागेको छ सो त्यहाँ मिनी हल बनाउनु छ चटक्कै बनाउने प्लान छ मैले एउटा कुरा भनेको छ हामी सिविकाको यो सिकेका छौँ प्रभुको लागि जब भवन बेस्ट दिने सेकेन्ड ह्यान्ड नकिन्ने आमेन भन्नुहोस् न पैसा छैन मेरोमा मेरोमा पैसा छैन तर सेकेन्ड ह्यान्ड किन्दैन हामी प्रभुलाई दियो भने बेस्ट किन्ने फ्युचर प्रुफ बनाउने 10 वर्षसम्म थाम्ने किन्ने आमेन भन्नुहोस् न सो मैले अस्ति गाउँ बस्तीमा भएको एकदम एक्सपर्टहरूलाई बोलाएर त्यहाँनिर कसरी पुट्टी लगाउने पुट्टी लगाएर कहाँनिर अब फेरि हाम्रो रड्डी गर्दैछ हाम्रो अलिक एक्स्ट्रा खर्च आइहाल्यो फेरि त्यहाँ तल बस्ने नि मान्छेहरूले चाहिँ नि जो पनि रेन्टेडवालाहरू थियो प्लास्टिक पेन लगाइदिएछ अब डल्लै उनीहरूले के भनेको भन्दा त्यो माथि केही पनि लाग्दैन न त पुट्टी लाग्छ न त सिमेन्ट डल्लै फुटाउनु पर्छ अरे एक्स्ट्रा वर्क भाइहरूले के भन्दै थियो भने चाहिँ मेरो त्यहाँ बस्ने हामीलाई दिनु बाङबुङ पारिदिन्छ भन्दै थियो तर फेरि यसो सोचेँ मैले अब अहिले फेरि बिगारी भन्ने भयो सो मिलेर काम गर्नु भनेको छु मैले सो देयर इज लट अफ वर्क टु बी डन अब यो दार्जिलिङ सकेर केही महिना अब त्यहाँ कन्स्ट्रक्सन हुन लागेको छ त्यहाँदेखि दामी कुरा भन्नुहोस् न एउटा कुरा तँलाई भनिदिउँ बोलाउनु पऱ्यो साइले त आउनु हामी रङमा दोस्रो चोटि हो नि त त्यहाँदेखि चाहिँ यता आउँदा लु गर सुसाइडल केटा चाहिँ यहाँ छ आज सुसाइडल छैन ताली बजाइदिनु न उसलाई साहिल हो उसको नाम 3 पल्ट सुसाइड एटेम्प गरेको चाहिँ यहाँ छ अहिले सुन्नुहोस् है अब एउटा हि कम्स फ्रम ब्रोकन फ्यामिली उसको परिवार भत्केको परिवारबाट आएको अहिले पनि त्यस्तै नै खालको छ अनेस्ट हो तर उसलाई चाहिँ परमेश्वरले त्यो परिवारबाट छान्नुभयो आमेन कस्तो दामी कुरा छ हेर्नुहोस् है अब हेर्नु ऊ चेन्ज भएर आए नि मेरो जीवनमा के जन्म्यो भन्नुहोस् त सुन्नुहोस् न म नि 2012देखि लिएर 2023 सम्म कुदेँ मलाई आफैलाई नि कहिले पनि अगाडि देखाउन चाहिएन मलाई इच्छा पनि छैन स्टार्टिङमा हुन्थ्यो अनेस्ट भिडियो खिच्थेँ तर 1-2 वर्ष बाद मैले एउटा कुरा बुझेँ ट्रु प्रफेट साँचो अगमवक्ता त्यसरी बनिँदैन रहेछ यु हेभ टु हाइड इन द हाइडिङ प्लेस लुक्नुपर्छ परमेश्वरले जब ऋतु ल्याउनुहुन्छ परमेश्वरले प्रकट गर्नुहुन्छ आमेन आफै प्रकट भयो भने चाहिँ प्रभुको हात हुँदैन रहेछ सो म लुकेँ एन्ड फर 12 इयर्स 10 वर्षको निम्ति नि न त मैले एउटै भिडियो हालेँ न त एक खिचेर खच्याक परेर इन सेवा भनेर हालिनँ 10 इयर्सको लागि हेरौँ है म यसो माइक पक्रेर गिटार गरेर कहिले इन 10 इयर्स मैले आफैलाई कहिले पनि हालिनँ यो भयङ्कर कुरा भनेको न जवान सिक्नुहोस् एउटा कुरा 10 इयर्सको लागि हालिनँ तर ऊ जसरी परिवर्तन भएर नि प्रभुको प्रेजेन्समा बसेर आफ्टर 1 इयर सो नि के भन्नुहोस् त भनेपछि प्रभुले यसरी काम गर्दा चाहिँ उसको जीवनबाट मेरो लाइफमा नि मिडिया मिनिस्ट्री जन्मियो आमेन भन्नुहोस् न न त बल गरेर सुन्नुहोस् त ऊ इक्विपमेन्टहरू देख्नु हुँदैछ परमेश्वरले जुटाउनु भएको थियो आमेन यो ट्राइपड 20,000 भन्दा ठु महँगो न त मेरोमा पैसा छ न त सुन्नुहोस् मैले जीवन दिएको प्रभुले जुटाउनु भयो सुन्नुहोस् त अनि हामीले जब भिडियोजहरू उसले म त के ह्यान्डल पनि गर्दैन उसले ह्यान्डल गर्छ सुन्नुहोस् एउटा भिडियो हामीले अपलोड गर्दै गर्दा नि 8,000 9,000 जना मान्छेले हामीले सुन्न पाइरहेको छौँ मानिसहरू ढोकाहरू नि हामी नेसनल लेभलमा कतिवटा जग्गाहरू नि पुटुटुटु खोलिनु थाल्यो न त मैले बल गरेको न त मैले चाहेको आमेन भन्नुहोस् न
सो अब यो हल खोलिसकेर एउटा इम्पोर्टेन्ट कुरा हामीले के देख्यौँ, तर हामी मात्रै सीमित नरहने, हाम्रो इच्छा चाहिँ के छ भने हामी राज्यको लागि हो, किङडम भन्नुहोस् त। त्यसले गर्दा नि देख्नुहोस् त नि, आज मिडिया यो चाहिँ म मात्रै हो भनेर मेरो मात्रै खिचेर हामी जाने होइन। वी आर हेल्पिङ, हामी जहाँ इन्भाइटेड हुन्छ जहाँ छौँ विल हेल्प। ओके, सो एनिवेज, सो उतापट्टि चाहिँ के छ भने अब अर्को प्रोजेक्ट छ। हामी अर्को रुमलाई चाहिँ हामीले कन्सन्ट्रेट गरेका छौँ, त्यहाँनिर डल्लै बनाएर नि त्यहाँनिर एउटा शक्तिशाली स्टुडियो बनिन आँटेको छ। आमेन भन्नुहोस् न, आमेन। त्यहाँ स्टुडियो बन्न आँटेको छ। यो जमानामा नि स्टुडियो हुनु एकदम इम्पोर्टेन्ट छ, कति दामी कुरा छ। अनि मलाई स्टुडियोको नलेज कसरी आयो भने नि मैले धेरै वर्ष जसोसँग काम गरेँ। एलाइसा दाजु भन्ने हुनुहुन्छ, मेरो राम्रो साथी हुनुहुन्छ, अहिले पनि उहाँकोबाट धेरै सिक्नु पाएँ। उहाँ यस्ता हार्डवर्किङ हुनुहुन्छ, मलाई इन्सपायर हुन्छु उहाँकोबाट धेरै सिक्नु पाएँ। अहिले पनि उसले फोन गरेर कतिवटा कुरा सिक्छौँ। सो हामी दामी स्टुडियो सेटअप गर्दैछौँ। आमेन भन्नुहोस् न, खर्च लाग्छ त्यसमा। त्यो स्टुडियोको एउटै पर्पज छ, मेरो दामी फोटो हाल्नु होइन। त्यो स्टुडियोले चाहिँ हामी के इच्छा गर्छौँ भने, मेरो सपना चाहिँ के छ भनेदेखि, मेरो दर्शन चाहिँ के छ भने परमेश्वरको आश्चर्य कुराहरू, when God begins to work, परमेश्वरको कार्य जब परमेश्वरले सुरु गर्दै हुनुहुन्छ नि, त्यो कुरा चाहिँ नि संसारले देख्नु पाउँछ। अनि परमेश्वरले चुनेका मान्छेहरू त्यो ठाउँमा दौडिएर आउँछ। आमेन। ठुलो दर्शन छ है। सो स्टुडियो सेटअप हुँदैछ, त्यहाँनिर थुप्रो कुरा बनाउनु छ। अब डोमेट्री बनाउनु छ, उनीहरू कहाँ बस्ने, कहाँ खाने, हेर्नुहोस् त, कहाँ खाने, सबै सोच्नु छ। त दामी कुरा तपाईँलाई भन्न चाहन्छु, परमेश्वरले जसरी भाइहरू मेरो हातमा दिनुभयो नि, उनीहरू एसेट भयो मेरो लागि। आमेन। तर मैले भाइहरूलाई चाहिँ एउटा कुरा चाहिँ दिएको छु, यो चाहिँ हेर कन्ट्र्याक्ट छैन तर फ्रिडम दिएको छु। मैले के भनेको छु भनेदेखि नि, एनी टाइम परमेश्वर तिमीलाई बोलाउनुहुन्छ, एनी टाइम प्रभुले तिमीलाई अगमवक्ताको रूपमा पठाउनुहुन्छ। मेरो चाहिँ अहिले छ, गो। तिमी भोइस, मेरो मिनिस्ट्रीको अनलाइन मिनिस्ट्रीको नाम चाहिँ भोइस अफ द वर्ड ब्रोडकास्ट हो। न जेसँग मेरो ट्यागले चिनिनु पर्दैन, भोइस अफ द वर्ड ब्रोडकास्टको ट्याग लाउनु पर्दैन। तिमी यु डोन्ट बिलोङ टु भोइस अफ द वर्ड, यु बिलोङ टु गड। तिमी चाहिँ परमेश्वरको हो। जबसम्म तिमीले परमेश्वर तिमीलाई मसँग राख्नुहुन्छ, इन्जोय फुल देऊ प्रभुलाई चाहिँ। एकजना मान्छे होस् 20 जना, हामी नि चर्च जानुपर्छ बस्तीमा, 4 जना हुन्छ, कोही बेला 2 जना हुन्छ। त जतिको यहाँनिर म ब्लास्ट ठिकाउँछु नि प्रभुको लागि, त्यति नै हो। 2 जनालाई सुन्नु साह्रो पर्छ र त्यति नै हो। जति यहाँ प्रार्थना अनि फास्टिङको साथ आयो 2 जनाको लागि त्यति नै हो। यहाँ भाइहरू, मेरो वाइफ यहाँ गवाई छ, नो कम्प्रोमाइज। हरेक मान्छे प्रभुको अगाडि मूल्यवान छ। आमेन। सो मैले उनीहरूलाई अहिले नै भनेको छु, तिमी मसँग 5 वर्ष काम गर्छ होला, हामीसँगै वर्ष होला, 10 वर्ष बाद नि उसको न डोला त डेस्टिनी होला। तिम्रो हातबाट स्टिभन जस्तै चिन्ह अनि चमत्कार होला। तिमी ड्रग एडिक्ट थियो, सरी ऊ सुसाइडल थियो, प्रभुले उसको जीवनबाट त्यस्तै मान्छेलाई छुन चलाउन सक्नुहुन्छ। आमेन। प्रभुले बुढे दिन बोलायो भने गो, म रोक्दिनँ। आमेन, आमेन। त्यो चाहिँ अहिले नै मैले फर्स्ट टाइम क्लियर गरेको छु। यु डोन्ट बिलोङ टु मिनिस्ट्री, यु बिलोङ टु गड। त्यो चाहिँ परमेश्वरको हो, मिनिस्ट्रीको होइन। त्यो चाहिँ मैले क्लियर गरेको छु आजको दिन। सो हेर्नुहोस् त, परमेश्वरले रेज गर्नुहुँदैछ, अनि नि अझ जवानहरू आउँदैछ। आमेन भन्नुहोस् न। सो अल्टिमेटली मेरो इच्छा चाहिँ त्यहाँ मिनी हल बनाएर सेवा गरेर स्टुडियो मात्रै होइन, तर मेरो दर्शन चाहिँ यो छ, तपाईँलाई भन्न चाहन्छु। उतापट्टि नि अरू कोठाहरू पनि छ, त्यो चाहिँ अहिले नै कन्स्ट्रक्सन हुँदैन। किन भन्नुहोस् त, स्टेप बाई स्टेप त्यहाँदेखि सुरु गरौँ, प्र्याक्टिकल लेभल हो नि, त्यहाँदेखि सुरु गरौँ। त्यहाँनिर नि सुन्नुहोस् त, क्लासरुम्सहरू बनिन लागेको छ। अब त्यहाँनिर नि मेरो प्रभुले मलाई दर्शन दिनुभएको छ नि, इट इज डिसाइपलसिप। त्यो चाहिँ के हो भनेदेखि डिसाइपलसिप। ओके, यु क्यान गो, जस्ट देखाउन चाहेको। ताली बजाइदिनु नौ। 3.5 वर्ष अगाडि ऊ यहाँ रुममा नआएका चाहिँ आज हुन्थेन नि, यहाँ फेरि आज हुन्थेन। तर दामी कुरा के छ भन्नुहोस् त, नियतिले जब बोलायो नि परमेश्वरले छान्नु भयो। आमेन। अब इन्ट्रेस्टिङ कुरा। सो अल्टिमेटली मेरो भिजन चाहिँ के छ भने त्यहाँनिर क्लासरुम्सहरू बनिन्छ, अब त्यहाँनिर नि डोमेट्रिजहरू थुप्रो बनिन्छ। अनि हाम्रो चाहिँ नि अल्टिमेटली मेरो अल्टिमेट भिजन चाहिँ नि ठुलो हल भएर ठुलो सेवाकाई गर्नु होइन। मेरो पर्पस, मेरो प्रभुले मलाई दिनुभएको भिजन चाहिँ इज डिसाइपलसिप। फुल टाइम मिनिस्ट्री गर्ने मान्छेहरूलाई ट्रेन अप गर्न चाहन्छु। चेन्ज होइन, इट इज ट्रेन अप। अफकोर्स चेन्जको कुराहरू छ, तर इट इज ट्रेनिङ अप। अनि मेरो इच्छा चाहिँ के छ भनेदेखि नि त्यो घरबाट, त्यो त्यो स्ट्रक्चरबाट, त्यो हाम्रो जुन चाहिँ कम्पाउन्ड छ, जुन चाहिँ प्रभुले हामीलाई घर दिनुभएको छ, अनि प्रभुले एक्सप्यान्ड गर्दै जानुहुन्छ। मेरो सेवाकाईबाट नि अगमवक्ताहरू जन्मिनुपर्छ, पास्टर्सहरू जन्मिनुपर्छ। आमेन। इभान्जलिस्टहरू जन्मिनुपर्छ, प्रभुको सेवकहरू, प्रभुको दास अनि दासीहरू जन्मिनुपर्छ। आमेन। सो त्यो इन्फ्रास्ट्रक्चर नभए त्यो कम्पाउन्ड चाहिँ मेरो मिनिस्ट्रीको भिजन चाहिँ कस्तोको लागि हो भने, जुन चाहिँ मान्छेले के भन्छ भनेदेखि नि म प्रभुलाई जीवन दिन चाहन्छु, म प्रभु आई वान्ट टु वर्क हुन्छ नि मान्छे, म प्रभुको लागि गर्न चाहन्छु। तर के पनि छैन, मलाई ट्रेन बन्ने कोही पनि छैन। कसरी सिक्नुपर्ने, के गर्नुपर्ने, कता गर्नुपर्ने, मेरो उत्तर सिम्पल छ, आऊ
हामी सिकाउँछौँ तिमीले खानाको पनि सुर्ता गर्नु पर्दैन, सुत्नुको पनि सुर्तामा भाइहरूलाई पनि त्यही भन्छ, सुत्नुको सुर्ता गर्नु पर्दैन, केही सुर्तै गर्नु पर्दैन। एउटा कुरा मात्रै हो, वेदीमा जीवन चाहिँ दिनुपर्छ। उनीहरूले भन्छ जीवन चाहिँ त्यहाँ दिनुपर्छ, गिभ यर लाइफ। अनि के हुन्छ भनेदेखि नि अरू सबै म प्रोभाइड गर्छु, त्यहाँदेखि गड विल डु द रेस्ट। त्यहाँदेखि उता चाहिँ परमेश्वरले तिमीलाई सहयोग गर्न सुरु गर्नुहुन्छ। सो ठुलो कुरा बनिँदैछ त्यहाँनिर। तर यो आफै मात्रै गरेको होइन, त्यो सेवाकाई अब विकली हुन लागेको त्यो हल चाहिँ अब त्यहाँनिर मिनी हल बनाएर हामी विकली राइज अफ गिदोन फेलोसिप हुन आँटेको छ। त्यो राइज अफ गिदोन फेलोसिप थुप्रो चर्चसँग एचएफसी चर्चहरू छ, त्यहाँनिर सिलो चर्चहरू छ, झगडा परेर होइन, सबै पास्टर्सहरू अलरेडी मैले भेटिसकेको छु। अनि यो सेवाकाई टक्कै यो स्ट्रक्चर कम्प्लिट भएर फेरि पास्टर्स अनि कमिटीलाई भेटिकन पास्टर्सहरू, उहाँ पास्टर हावेलहरू एकदम राम्रो हुनुहुन्छ, पास्टर्सहरूलाई इन्भाइट गर्नवाला छु। त्यही मेरो दर्शनहरू बुझाइकन नि त्यो भूमिमा म के विश्वास गर्छु भने माखा जस्तो यो बस्तीमा तपाईँहरू पनि बस्ती यहाँ बस्ती हो, मेरो पनि त्यस्तै छ बस्ती। यतिको त छैन, हाम्रो स्कुलमा त यस्तो अडिटोरियम पनि छैन, ग्राउन्ड मात्रै छ। यो बिहा भाइ हाँस्दैछ, ऊ त्यहाँ ग्राउन्ड मात्रै छ, न त यतिको फेसिलिटी पनि छैन। तर म के विश्वास गर्छु भने त्यो जस्तो अलुफ जग्गामा, सेपरेटेड जग्गामा परमेश्वरले नि सेवकहरूलाई ट्रेन अप गर्न चाहनुहुन्छ। शक्तिशाली काम हुन्छ। सो चर्चेसहरू मिलेर नि त्यहाँ काम भइरहेको छ। सो तपाईँको प्रार्थनामा खाँचो छ, तपाईँको सपोर्टको खाँचो छ। अनि तपाईँले सपोर्ट गर्नुमा प्रार्थना, सपोर्ट भन्दा फाइनेन्स भनेको होइन, फेरि मैले सपोर्ट भन्दा फाइनेन्स, बरु म के भन्छु भने नि फाइनेन्स नदिनुहोस् है मायाको होइन, तपाईँले दिनु सोच्नु पनि भएको छैन होला, इसोके मैले भनेको नि फेरि क्लियर गर्नु पऱ्यो। फाइनेन्स नदिनुहोस्, मान्छे दिनुहोस्। मलाई मान्छे चाहिँ तपाईँले मलाई 10,000 रुपियाँ दिनु भन्दा चाहिँ नि गिभ मी, मलाई युथहरू दिनुहोस्। हजुर मर्दै गरेकोहरू, तपाईँलाई साह्रो परेकोहरू, प्रभुसँग हिँड्ने मान्छेहरू पठाउनुहोस् बरु, मलाई पैसासँग होइन। आई निड पिपल। किन भन्नुहोस् त, मान्छेलाई चाहिँ नि परमेश्वरलाई चाहिँ नि मान्छेको खाँचो छ आज। आमेन आमेन। सो एनिवेज प्रार्थना गरिदिनुहोस्, परमेश्वर शक्तिशाली कार्य माखामा गर्दै जानुहोस्। त्यति मात्रै होइन, अब ढोका म अर्को कुरा भन्न चाहन्छु। म यो कुरा किन भन्न चाहन्छु भने नाम्ची छेउमै छ। मलाई कामराङ सेकेन्ड्री स्कुलको नि हेड मिस्ट्रेसले मलाई बोलाउनु भयो, हेड मिस्ट्रेस अब उहाँको म्यामले बोलाउनु भयो। अनि म्यामसँग हामी गफ गर्दै थियौँ। म्यामले एउटा कुरा भन्नुभयो, म्यामको इच्छा के रहेछ भनेदेखि नि धेरै महिना अगाडिदेखि चाहिँ मेरो वाइफलाई चाहिँ भनेको रहेछ, तर त्यो कुरा अगाडि नै बढेन। तर अचानक भन्नुहोस् त, अचानक भन्नुहोस् न हौ, परमेश्वर त्यसरी काम गर्नुहुन्छ है। अचानक नि एउटा मिटिङ सेटअप भयो। अनि अब सुन्नुहोस्, स्कुलमा कस्तो दामी कुरा छ। म्यामले मलाई के भन्नुभएको छ भने उहाँले नि अथोराइजेसनको साथमा अडिटोरियम पनि दिनुहुन्छ अरे। अब यत्रो ठुलो छैन अरे, सानो हल छ अरे, क्लासरुम पनि चलाउनु दिनुहुन्छ अरे। तर उहाँको एउटै इच्छा छ, सेवाकाई हुनुपर्छ, जवानहरूको बिचमा नि काउन्सिलिङ हुनुपर्छ, परमेश्वरको आत्माको कार्य हुनुपर्छ। सो के हुँदैछ भन्नुहोस् त, अब यो ठुलो प्रोजेक्ट छ, त्यसले गर्दा मे जुनदेखि नि हरेक महिना सेकेन्ड स्याटरडे फोर्थ स्याटरडे छुट्टीको टाइममा नि के हुन आँटेको छ भने नि त्यो स्कुलमा नि फेलोसिप सुरु हुँदैछ। अब दामी कुरा, सबै नि युथहरू स्कुल कस्तो दामी अपर्च्युनिटिज हेर्नुहोस् त यो हबमा। हामी यता आऊ स्कुलमा सम्झिनुहोस् न, डल्लै स्कुलको कलेजको त्यहाँनिर यति बेसी कलेजेसहरू छ, मोर देन 3 कलेजेसहरू छ, नाम्ची ती परि गयो। सो हबमा छ हामी नि। इभन त्यसले गर्दा म तपाईँलाई पनि भन्छु, तपाईँलाई पनि इन्भाइट गरेको, जवानहरू आउनुहोस्, सुन्नुहोस् आउनुहोस्, इन्भेस्ट गर्नुपर्छ। सुन्नुहोस् त आज नि कतिजना यो सेवाकाईमा आएन, तर एउटा कुरा तपाईँलाई भन्न चाहन्छु, अभिषेकको लागि चाहिँ इन्भेस्टमेन्ट हुनुपर्छ, पाउँदैन फ्रीमा। मैले कहिले फ्रीमा पाएँ, म यहाँनिर फ्रीमा आइपुगेको होइन, यद्यपि म प्रिभिलेज छु अनि थुप्रो सपोर्ट पाएँ मैले, मलाई उठाउने व्यक्तिहरू थुप्रो थिएन, तर नि इट्स नट फ्री, देयर इज अ कस्ट। हेर्नुहोस् त, तिरेर नि आउनुहोस्। भाइ अनि म नि जब म जसुवा जान्थेँ नि राति 11 बजी 12 बजी हामी ट्याक्सी पर्खेको रहेछौँ, थाहा छ खोलाको त्यहाँनिर ट्याक्सी नपाएर चाहिँ नि सिङ्तामा वर्सिप टिममा एरोन दाजु भन्नुहुन्छ, एरोन दाजुलाई कल गरेर नि के भनेको थिएन, होइन ट्याक्सी पाएन, हामी तपाईँको सुत्छ ल भनेर आएको कति सिनहरू भयो। किन भन्नुहोस् त, ट्याक्सी पाएन, तर नि त्यसले हामीलाई रोकेन जानुको निम्ति। किन भन्नुहोस् त, नियतिको निम्ति अनि अभिषेकको निम्ति मूल्य चुकाउनु जरुरी छ। आमेन। यु वोन्ट गेट एनी, फ्रीको मूल्य हुँदैन, फ्री पाउनु भयो भने इट्स नट वर्थ इट। सो मन्थली एकपल्ट चाहिँ स्कुलमा, एकपल्ट घरमा, एकपल्ट स्कुलमा, एकपल्ट घरमा। किन भन्नुहोस् त, स्कुलमा चाहिँ नि अलिकति रमझम खालको सेवाकाई गर्ने, त्यो भनेको चाहिँ फेरि क्रिस्चियन। अनि अब दामी कुरा सुन्न चाहनुहुन्छ, इभन नन क्रिस्चियन विल कम। नन क्रिस्चियन नानीहरू, नन क्रिस्चियन स्टुडेन्टहरू, नन क्रिस्चियनहरू पनि अब आउन लागेको छ, त्यहाँनिर परिवर्तन हुन्छ, सुसमाचार प्रचारिन्छ, भूत आत्माहरू हामी निकाल्न लागेको छ त्यहाँनिर, साइन्स वन्डर्सहरू। म के घोषणा गर्छु भने आश्चर्य कर्महरू हुन्छ त्यहाँनिर। त्यो भूमिमा नि परमेश्वरले आफ्नो जागृतिलाई खटाउनुहुन्छ, कामराङमा प्रभुले काम गर्दै जानुहुन्छ। आमेन। पावरफुल काम हुन्छ त्यहाँ। आमेन। तर यस्तो हुन्छ, त्यहाँ चेन्ज भएकोलाई डिसाइपलसिप गर्नु पऱ्यो नि त, फेरि चेन्ज भयो, लु बाउ जाऊ भएन नि त। उनीहरूलाई
कस्तो साह्रो छ जवानहरूलाई हुर्काउनु। सेवाकै आएर कन्फरेन्सले मात्रै बङ गरेर केही पनि हुँदैन। आफ्टर द्याट चाहिँ खास काम सुरु हुन्छ। त्यसको लागि चाहिँ नि सुन्नुहोस् है त, यहाँ तपाईँ म टाढो बस्छु, हरेक 4th स्याटरडे चाहिँ फेरि घरमा सेवा हुन्छ। त्यहाँ चाहिँ हामी डल्लै आउँछौँ, त्यहाँ चाहिँ ग्रुमिङ हुन्छ। त्यहाँ चाहिँ उनीहरूलाई बाइबल पढ्नु सिकाउँछु, म प्रभुसँग हिँड्नु सिकाउँछु। तर मेरो भित्र एउटा एजेन्डा चाहिँ के छ भन्नुहोस् त, एउटा लुकेको एजेन्डा चाहिँ मलाई एउटा कुरा थाहा छ। 10 जना आउला, 100 जना आउला, 5 जना आउला, त्यो वास्ता राख्दैन, तर आउँछ नि त। मेरो लुकेको एजेन्डा चाहिँ के छ भन्नुहोस् त, त्यो 5 जना भित्रमा 10 जना भित्रमा 1 जना हुन्छ, जसलाई चाहिँ जो चाहिँ युनिक हुन्छ, जो चाहिँ बेग्लै हुन्छ, जसलाई चाहिँ परमेश्वरको, जसको माथि चाहिँ परमेश्वरको हात हुन्छ, सेवकको निम्ति प्रभुले बुलाहट दिएको हुन्छ, त्यसलाई चाहिँ पक्रिनु छ अनि त्यसलाई चाहिँ सेवक बनाउनु छ। अनि सम्झिनुहोस् त, एउटा जन्म्यो भनेदेखि, 2टा जन्म्यो भनेदेखि, 5वटा जन्म्यो भनेदेखि हाम्रो यो पुस्ताको निम्ति कस्तो भयङ्कर इन्भेस्टमेन्ट हुन्छ। आज म दौडिन तयार छु त्यसको निम्ति। आई वान्ट टु इन्भेस्ट। म त्यसको निम्ति मेरो हृदय जल्छ आज। आमेन आमेन। प्रार्थनामा त्यसले गर्दा नाम्चीमा परमेश्वर शक्तिशाली कार्य गर्नु चाहिँ अनि मलाई थाहा छ स्टार्टिङ सानो होला, उकाली भन्नु सानो होला है, त्यो वास्ता राख्दैन। के वास्ता राख्छ भन्नुहोस् त, ओबिडियन्स, विश्वासयोग्यता। आमेन आमेन। त्यो सँगसँगै है हाम्रो ठुलो सेवाकाको क्षेत्रहरू हामी खोलिँदैछ। हामी दार्जिलिङ जान्छौँ। अब अर्को महिना हामी टिमसँग फेरि नेपाल पस्नु छ। नेपाल पसिसकेर नेपाल इन्ट्रेस्टिङ छ। भाइ र म चाहिँ सानो केटा छ यहाँ, निकोलस भन्ने भाइ छ, अघि भट्टु उठिदिनु भाइ, यसो सबैले दिएकोस् न। अहिलेको भट्टु कुरा गरेको छु, ऊ हो कस्तो सिधा, हेर्नुहोस् त, इनोसेन्ट ह्यान्डसम, हेर्नुहोस् त कस्तो, हेर एकदम चक्लेट जस्तो देख्छ। कस्तो हेर्नुहोस् त, कस्तो ह्यान्डसम, राम्रो देख्छ। त्यसैन भन्नुहोस् त, घरलाई पुरा सताएको, आमा बहुत रुको, सुन्नुहोस् त पुरा सताएको। त्यति मात्रै कहाँ, बिचमा यति साह्रो अफ ट्र्याक गएको थियो, ऊ चाहिँ नि लास्टमा सबै कुरा छोडेर नि घरबाट भाग्न आँटेछ। अनि भागेर नि ग्यान्टङमा गएर उसलाई पर्मिसन लिएको छ मैले फेरि, बुझ्दैछ नि। म चाहिँ अलिक एमाजोन डेलिभरी बोय हुन आँटेको छ। अब सबै कुरा एजुकेसन पनि छोडेर सबै कुरा, ऊ त्यो दिन चाहिँ त्यो रात चाहिँ नि हामीले बसेर उसलाई नि गाङगुडुङ नपारेको भए चाहिँ नि आज यहाँ ऊ हुन्थेन। आज ऊ एमाजोन बोयमा नि यसरी हेलो तपाईँको पार्सल आयो भन्दै गरेको हुन्थ्यो, यसरी चेप्दै खाँदै हेलो तपाईँको पार्सल आयो भन्दै गरेको हुन्थ्यो ऊ। तर दामी कुरा के त्यो बेलुका नि ऊ साइल र म थियो, कम्ती साह्रो परेन, डर पनि लाग्यो, ला के भएको केटा, प्रार्थना गऱ्यौँ, बुझाउनु खोज्यौँ, तर नि इट वाज अ सडन चेन्ज। हामीले एक्सपेक्टै गरेको थिएन यो चाहिँ, किनभने अलिकति ला नहुने रहेछ भन्ने हुँदै थियो, बट सडनली नि उसको जीवन यस्तो परिवर्तन आयो। आमा छकै, बाउ छकै, आमाले आमा यति साह्रो डल्लै ढाँचा परिवर्तन हुनु सुरु भयो। अनि नै उसले प्रभुलाई जीवन दिएको छ आज। उसले प्रभुलाई जीवन दियो। आमेन भन्नुहोस् न, आमेन भन्नुहोस् न। उसको आमाले आएर मलाई के भन्यो भने नि, उसको आफ्नै आमाले न के भन्छ, आमा बाउले त के भन्छ, अब सेवाकाई त जा तर अलिकति जा हुन्छ नि। तर नि उसको लाइफमा चेन्ज देखेर आमाले के भनेको छ भनेदेखि नि, यदि परमेश्वरले उसलाई फुल टाइम सेवाकाई बोलायो भने म फुल सपोर्ट गर्नु तयार छु, जा छोरा, किनभने यु हेभ चेन्ज, त्यो परिवर्तन भएको छ। यहाँ शान्ति छ भने आमाले कस्तो भयङ्कर कुरा भने, एक्लै गफ, यहाँ शान्ति छ, कस्तो दामी कुरा छ, हेर्नु चेन्ज भएको छ। म के आशा, म यो भाइहरूलाई देख्दा के देख्छु भन्नुहोस् त, अझै नि सयौँ भाइहरू यस्तो छ आज। आमेन। उनीहरू आउन लागेको छ अनि त्यो दर्शनको साथमा हामी अगाडि बढ्दैछौँ। अनि यो बढ्दैछ सेवाकाईहरू। अनि ऊ भाइ र म चाहिँ नेपाल सकेर आफ्टर नेपाल चाहिँ नेदरल्यान्ड्सबाट एउटा टिम आउँदैछ, एकदम इभान्जलिस्ट। कतिजना तपाईँ रेमनेन्टमा हुनुहुन्थ्यो कन्फरेन्समा, सर विलियम फेजर हुनुहुन्थ्यो, साइन्स वन्डर्स मिराकलमा यसरी फङ्सन गर्नुहुन्छ। म ट्रान्सलेटर थिएँ त्यति बेला, अनि मलाई मजा आउँदैछ ट्रान्सलेट गर्नु। उताले फायर भन्दै थियो, उता यो म ट्रान्सलेट गरेको छु। सुन्नुहोस् त कस्तो इन्ट्रेस्टिङ, यत्रो ट्युमर बोकेको चाहिँ नि आउँदा नि हरायो, ट्युमरै छैन, मेरो आँखाले देख्यो। सुन्नुहोस् त क्यान्सरहरू निको भए, मान्छेहरू हिँडे, त्यो मिराकल। अनि दामी कुरा चाहिँ नि उनीहरूको टिमसँग म अनि ऊ भाइ चाहिँ नि, सुन्नुहोस् त कहिले सुसमाचार नपुगेको ठाउँहरू हामी जान लागेको छ नेपालमा। अब आमेन भन्नुहोस् न। सो रिस्की जो कुरा छ, च्यालेन्जको कुरा छ है। बुटवलदेखि अझै उनीहरू मात्रै 13 घन्टाको 14 घन्टाको यात्रा छ अरे, आई डोन्ट नो कस्तो हुन्छ सिचुएसन। तर हामीले एउटा गरेर फर्स्टमै सोध्यो जान्छ कि जाँदैन, को जाने भन्ने प्रश्न आयो। मैले जान्छु कि जाँदिनँ त मेरो लागि प्रश्नै थिएन। किन भन्नुहोस् त, जान्छु, किन नजानु, सुसमाचार सुनाउनु किन नजानु, आल्को। किनभने यसोले के भन्नुभयो, गो एन्ड प्रिच द गस्पल, सुसमाचारलाई प्रचार गर भन्नुभयो। यस्तो अवसरमा किन नजानु म, हजुर। त्यहाँदेखि उसलाई लाँदैछु, उसलाई पनि ट्रेनअप हुन्छ। देख्नुहोस् न, उसलाई यसरी सँगसँगै हिँडेर नि म भाइहरूलाई ट्रेनअप गराउन चाहन्छु। कल्पना गर्नुहोस् त 10 वर्षमा उनीहरू कहाँ हुन्छ होला, 10 वर्षमा म कहाँ हुन्छु होला,
हुन्छ 10 वर्षमा नि अझै जवानहरू जोड्यो भने कहाँ हुन्छ होला शक्तिशाली कार्य परमेश्वरले हाम्रो बिचमा गर्नुहुँदैछ सो मेमा हामी त्यो रिमोट प्लेसेसहरू जाँदैछौँ थुप्रो प्लानिङहरू बनाउँछ इल्ली फन मजा आउँछ अनि म के एक्सपेक्ट गर्दैछु भने परमेश्वरले साइन्स वन्डर्स अनि मिरेकल्सहरू गर्नुहुन्छ र साँच्चै त्यहाँनिर नि यो हिन्दूहरूको बिचमा परिवर्तन कुरा आउँछ चर्च त्यहाँनिर स्थापितहरू हुन्छ पावरफुल कुराहरू हुन्छ भनिकन म विश्वास गर्छु आमेन आमेन सो यसरी क्षेत्रहरू खोलिँदैछ यसरी शक्तिशाली कार्यहरू हुँदैछ है कुनै कसरी फाइनेन्सहरू जुट्दैछ कुनै कसरी सबै कुरा मिल्दैछ परमेश्वरको हात आज नि हामी माथि छ आमेन आमेन अनि प्रार्थनामा गर्नुहोस् अनि आज यहाँ उभिँदै गर्दा एकदम एक्साइटेड भएर उभिएको छु किनभने आज रङमा उभिँदै गर्दा पनि नि म के विश्वास गर्छु भने परमेश्वर शक्तिशाली कार्य गर्न चाहनुहुन्छ आमेन अनि स्पेसली यहाँ धेरै प्रार्थना गर्ने आमाहरू त हुनुहुन्छ तपाईँको सपोर्ट त फुल चाहिन्छ प्रार्थना त विदाउट कभरिङ हामी केही पनि गर्न सक्दैनौँ तर जवानहरूलाई एउटा कुरा भन्न चाहन्छु यहाँ जवानहरूलाई चाहिँ नि तपाईँको हृदय चाहिँ दर्शनको साथ जल्नु जरुरी छ हेर्नुहोस् त पहिलाको पुस्ताले जति गर्नु सक्छ गरे तर यो जेनेरेसनमा चाहिँ नि अब नि खेतालाहरूको जरुरी छ हेर्नुहोस् त तपाईँ हेर्नुहोस् जवान यहाँ राख्नुहोस् हात जवान मात्रै होइन सबै राख्नुहोस् हात खेताला को भनिदिउँ तपाईँ हो खेताला म हो खेताला अनि आज हामीले नि परमेश्वरलाई वेदीमा जीवन दिएन भनेदेखि चाहिँ नि कट्नी हुँदैन तर सुन्नुहोस् त त्यो दिन मैले अल्छी गरेको भए सेवा जानु अल्छी गरेको भने यहाँ कट्नी हुँदैन आज मैले अल्छी गरिनँ कट्नी भयो तपाईँले अल्छी गर्नु भनेदेखि कट्नी हुन्छ आमेन आमेन यो भन्दै गर्दा नि मलाई तपाईँलाई पुरा ब्लेस गर्नु मन पर्यो निकोलस किताबहरू ल्याउन मेरोमा 2टा किताब छ ओके आई वान्ट टु ब्लेस यु अनि म अगमबानी बोल्न चाहन्छु तपाईँको जीवनमा एन्ड आई वान्ट टु ब्लेस यु ओके 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 आई हेभ सम बुक्स मेरोमा 3टा अङ्ग्रेजी किताब छ 2टा नेपाली किताब छ यता ओके आई वान्ट टु ब्लेस यु यो किताब ओके इङ्ग्लिसबाट सुरु गरौँ न ओके अङ्ग्रेजी किताब चाहिँ जो अङ्ग्रेजी पढ्न सक्नुहुन्छ यो किताब जुन चाहिँ देख्नुहुँदैछ इट इज स्ट्यान्डिङ अन द सोल्जर्स अफ जायन्ट्स खास्टोको बारेमा हो मेन्टल्स अनि मेरो नि सेवाकाको सुरुवाती टाइम्सहरूमा नि इट हेल्प मी यति साह्रो सेवा साधु सुन्दर सिंहबाट कसरी त्यो अभिषेक नि साधु सुन्दर सिल्वराजमा आयो भन्ने कुराहरू लेखेको छ यहाँनिर कसरी नि पुस्ता पुस्तामा नि परमेश्वरले नि नियतिहरू रोज्नु भयो अनि हामीले यो आत्मिक प्रोफेटिक कुरालाई बुझेर नि हाम्रो जीवन दियौँ भनेदेखि चाहिँ नि हाउ वी क्यान अल्सो फ्लो इन द अनोइन्टिङ त्यो अभिषेकमा हामी पनि कसरी बग्न सक्छौँ भने नि कुराहरूले अनि प्रोफेट स्टिफन ब्रुक्स हुनुहुन्छ उहाँ नि पहिला नि इभन सिक्किम पनि आउनु भएको जसुवामा अनि उहाँ चाहिँ सुपर नेचुरल फ्रेग्रेन्समा फ्लो उहाँ उभिनु थालेपछि चाहिँ नि त्यसलाई पतन हुन्न होला बकेट होइन ट्याङ्की ट्याङ्की पर्फ्युमहरू नि फुटेको जस्तो नि हलहरूमा नि पर्फ्युम आउनु सुरु हुन्छ ममता फुपूले मलाई भन्नुहुन्छ मैले उहाँको कुरा गरेको थिएँ कि एकपल्ट आम्बो उहाँले बिर्सी आम्बो स्टिफन ब्रुक कस्तो भएको अरे भन्नुहोस् त ममता फुपूले म अगाडि बसेको थिएँ अरे कि कुनै कोले चाहिँ नि अगाडि अब यहाँ ममता फुपू बसिरहनु भएको छ नि पर्फ्युमको बाल्टी चाहिँ यसरी खनाइदिएको जस्तो भएको अरे यस्तो पावरफुल एनोइन्टिङमा फ्लो हुन्छ अनि म तल उहाँले एउटा किताब लेख्नु भएको छ मेन्टल्स एनोइन्टिङ 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 सो जो अङ्ग्रेजी पढ्न सक्नुहुन्छ फ्रीको माल होइन फेरि यो मैले दाम तिरेर किनेर ल्याएकै फेरि यो ओके दिस नट फ्री कसैले मलाई दिएर दिएको होइन आई पेड अ प्राइस फर दिस तर आई वान्ट टु ब्लेस यु ओके म फ्रीमा दिन चाहन्छु ओके सो हु इज हङ्ग्री कसलाई चाहियो किताब इङ्ग्लिस पढ्नु सक्नु पऱ्यो है ओके इङ्ग्लिस पढ्नु सक्नु पऱ्यो है ओके इङ्ग्लिस पढ्नु सक्नु पऱ्यो ओके मेरो एकदम फ्रेन्डले हात उठायो क्या त म तँलाई भन्न चाहन्छु ओके म यो बोल्दै गर्दा आइम प्रोफेसाइ है तिम्रो लाइफमा यो आउनेवाला इयर्सहरूमा गड ब्लेस यु विथ न्यू मेन्टल्स नयाँ एनोइन्टिङ अनि यस अनि प्रभुले मलाई वर्ड चाहिँ के दिनु भने नि यस त्यो वर्डै आयो रिफाइनमेन्ट प्रभुले के गर्दै चाहनुहुन्छ भनेदेखि नि तिम्रो सबै एरियालाई त्यो प्रभुले पिक्चर चाहिँ मलाई के दिनु भने नि त्यो पेन्सिललाई सार्पन गर्छ नि एक्ज्याक्ट पेन्सिलले पेन मात्रै आएको होइन पेन्सिललाई जब सार्पन गर्छ नि गड वान्ट्स टु सार्पन एभ्री एरिया अफ यर लाइफ यो चाहिँ सार्पनिङ सिजन हो तिखो पार्ने सिजन हो अनि तिम्रो गिफ्टहरू तिम्रो भिजन तिम्रो इच्छा तिम्रो वर्क सबै कुरा नि यो मेन्टल आउँदै गर्दा इल बी रिफाइन्ड एक्युरेट हुन्छ गड ब्लेस यु ओके ब्रदर धेरै आशिष दिउन् ए साबा यो सो खोरा बाबा ओ ओके वन मोर हु वान्ट्स द मेन्टल ए ओके कम अन होली स्पिरिटमा लिड गर्नुहोस् पवित्र आत्मालाई लिड गर्नुहोस् हु वान्ट्स इट हात उठाउनुहोस् न आई वान्ट टु लिड पवित्र आत्मा ओके हु वान्ट्स इट ओके 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 म मलाई चिन्छु पछाडि हात उठाएको रहेछ निश्चल ऊ रिसेन्टली जसो हिमालयसको सेवा पनि गएको हो बट आइम जस्ट गोना गिभ इट टु यु ओके
चिन्नेलाई मात्र दियो भन्नुहुन्छ र सबैलाई चिन्छु अब म्याक्सिममलाई के चाहिँ गर्नु अब गड ब्लेस यु ओके गड ब्लेस यु गड ब्लेस यु ओके ओके हु वान्ट्स इट ओके 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 ओ होली स्पिरिट पवित्र आत्मालाई लिड गर्नुहोस् ओके राइट देयर भलन्टियर यस पछाडि होइन पछाडि भलन्टियर सरी पछाडि यस द लेडी यस म दुईजना बोइजलाई दिएँ वान गिफ्ट गर्ल अल्सो लेडीलाई म दिन चाहन्छु यस ओके तिमी आउँदै गर्दा नि पवित्र आत्माले मलाई के देखाउनु भयो भनेदेखि नि तिमी नि एउटा 7 इयर्सको एउटा सिजनभित्र पस्दैछौ ओके 7 इयर्स ओके यो 7 वर्षको सिजन चाहिँ कस्तो भनेदेखि इट इज सिजन अफ मोल्डिङ कस्तो भनेदेखि नि मैले चाहिँ कस्तो देखेँ आँटा मुसेको जस्तो ओके यो 7 इयर्स पिरियड चाहिँ प्रभुले के भन्नुहुन्छ भनेदेखि नि कुनै पनि कमिटमेन्टभित्र कुनै पनि मेजर डिसिजनभित्र नपस्नु वेट कस्तो दामी कुरा भन्नु प्रभुले 7 इयर्स इज अ सिजन अफ ए मोल्डिङ पिरियड इफ यु वेट अन द लर्ड प्रभुले इम्फोसाइज गरेको छ मलाई त्यो इफ यु वेट अन द लर्ड प्रभुले के भन्नुहुन्छ भने नि गड विल रिभिल टु यु यर डेस्टिनी तिम्रो डेस्टिनी तिम्रो प्रेयर सबै कुरा क्लियर एभ्रिथिङ विल बी क्लियर ओके च्यालेन्ज पनि आउँछ यो 7 इयर्सभित्रमा नि इमोसनल टाइम्स च्यालेन्जिङ टाइम्स सबै कुरा क्लाउडले भरेको क्लियर नभएको टाइम्सहरूमा आउँछ तर प्रभुले एउटा कुरा भन्नुहुन्छ वेट हतारेर केही डिसिजन लिनु 7 इयर्स इज अ सिजन अफ मोल्डिङ पिरियड बी मोल्डेड त्यो क्यारेक्टरदेखि लिएर एभ्रिथिङ रिलेसनसिपदेखि लिएर एकदम बिल्ड गर्नु and God will give you a mantle. Okay, God will give you a mantle. God bless you. Okay. अब नेपाली. Okay, को यो स्वर्गदूतहरूको किताब हो वर्किङ विथ एन्जल्स ओके यति साह्रो एक्साइटेड हुनुहुन्छ औ यो पनि फ्रीमा चाहिँ किनेको होइन है मैले भाइलाई अघि यहाँ पठाएर किन्नु लाग्यो है ओके आई पे द प्राइस त्यसले गर्दा जो लानुहुँदैछ प्लिज पढि चाहिँ दिनुहोस् है दिस आर भेरी पावरफुल बुक्स मेरो लाइफमा नि मेरो लाइफमा नि एउटा एन्जलिक इन्काउन्टर भनौँ कहिले भएको भन्दा चाहिँ नि एक दिन नि म प्रार्थना गर्दै थिएँ अनि सुन्नुहोस् अनि प्रार्थना गरिसकेर यो एउटा हिलिङ डेलिभरेन्स सेवाका लागि रेडी भएको म अनि अर्को दिन भयो हिलिङ डेलिभरेन्स सेवाका भयो अनि पावरफुल हुँदै थियो सुन्नुहोस् अहिलेसम्म मैले जुन दिन मेरो सेवाकालाई सुरु गरेँ 2012 लिएर अहिलेसम्म नि म कहिले पनि नि महिमामा ढलेको छुइनँ ओके नेभर कहिले हात राख्दा सट्टै लडेर त्यस्तो कहिले एक्सपिरियन्स छैन स्टार्टिङमा त पुरा स्ट्रगल भयो किनभने नि आनयन सभाहरू हुँदै गर्दा कतिवटा यस्तो अभिषेक आउँथ्यो मान्छेहरू बुङ बुङ लड्थ्यो मेरो साइडको साथीहरू उछिटेर भइसक्यो म चाहिँ अब कस्तो हुन्छ मलाई कस्तो लाग्थ्यो भने नि अब के नदेखेको कि के भएको कि सो कति 1-2 वर्ष चाहिँ मलाई गिल्ट जस्तो हुन्थ्यो पवित्र आत्माले मलाई नछुनु चाहेको हो कि भन्ने खालके हुन्थ्यो तर सुन्नुहोस् तर नि मेरो लाइफमा एकैपल्ट चाहिँ नि प्रभुको ग्लोरीलाई यस्तो डरलाग्दो मैले एक्सपिरियन्स गरेँ त्यो दिन चाहिँ नि के भयो भन्नुहोस् न म छक्कै परेँ हिलिङ डेलिभरेन्सको सेवाकाई थियो अनि डरलाग्दो एनोइन्टिङ हिलिङ डेलिभरेन्स भइरहेको छ पावरफुल वेमा प्रभुको कामहरू कार्यहरू भइरहेको छ मेरो टर्न यहाँ प्रार्थना गर्ने सट्टै स्पिकरले मलाई सो माई टर्न म गएर मिनिस्टर गर्नुपर्छ सट्टै अब एक्साइटेड हुन्छ नि म तँलाई लिटरली भन्छु सट्टै स्टेजमा यति चढेको थिएँ के भयो कस्तो अब इट्स भेरी हार्ड टु एक्सप्लेन तर एउटा इन्भिजिबल गरौँ डरै लाग्दो एउटा वेट झ्याप्पै तानेको ठिक यस्तो खुट्टा खामे हो मलाई के भन्छ होइन यो के हो त्यहाँदेखि बल गरेर यहाँ पुगेँ त्यहाँदेखि मैले आएर नि यस प्रभुको नाम प्रार्थना गर्दैछु अनि मलाई एउटा कुरा भयो अब म लड्छु आहा म लड्ने रहेछ अब त्यो फेन्ट जस्तो भएर होइन थाम्नै त सकेको छैन अनि मेरो लाइफमा एकैपल्ट भयो सो म स्टेजमा छु अनि मेरो खुट्टा यसो त्यो एटमोस्फियर यस्तो भयङ्कर थियो त्यो यहाँनिर यस्तो भयङ्कर छ मलाई म लड्छु भन्ने भयो क्या त अनि मैले यसरी बेस्ट के यसरी प्रार्थना गर्दै झ्याप्पै पोडियमलाई पक्रै प्रार्थना गरेँ तर नि त्यो घटना घटिसक्यो बादमा मलाई अगमवक्ताहरूसँग गफ गरेँ नि मैले त्यो कुरालाई मेडिटेट गर्दै गर्दा प्रब्लम मलाई बादमा मैले के बुझेँ भन्दा नि त्यो टाइममा नि जब सट्टीमा आएँ नि त्यो स्टेजमा एन्जलिक प्रेजेन्सहरू यस्तो भयङ्कर थियो अरे बादमा चाहिँ अल्टिमेटली हामी यो कन्क्लुजनमा आयौँ प्रभुको ग्लोरी प्रभुको एन्जल्सहरू मैले देखिनँ तर प्रभुको स्वर्गदूतहरूको उपस्थिति यस्तो बाक्लो रूपमा त्यो हिलिङ एन्जल्सहरू उनीहरूको उपस्थितिभित्र सट्टीमा पस्दा चाहिँ नि के भएको रहेछ भने नि द एनोइन्टिङ त्यो अभिषेक त्यो महिमाले चाहिँ नि मलाई थिचेको रहेछ आमेन अनि म तपाईँलाई के भन्न चाहन्छु भने एन्जल्स आर रियल एन्जल्सहरू साँच्चीको छ अनि त्यो टाइमदेखि उता चाहिँ जब म सेवाकाई गर्छु स्पेसली प्रोफेसी दिने टाइममा अगमबानी दिने टाइममा जहिले पनि म नि मेरो लेफ्ट साइडपट्टि नि नभए कोही बेला राइट साइडपट्टि म जहिले पनि मेरो स्पिरिटमा म
एन्जल अफ डेस्टिनी, नियतिको स्वर्गदूतले जहिले म देख्छु। त्यो टाइमदेखि हुँदैछ त्यो। अनि नि थुप्रो अगमबानीहरू परमेश्वरले थुप्रो मानिसहरूको जीवनमा एक्युरेट प्रोफेसिसहरू त्यो एन्जलसँग काम गर्दै गर्दा नि प्रभुले दिन सक्नु भएको छ। सो कतिजना स्वर्गदूतसँग काम गर्न चाहनुहुन्छ? ओके ओके, म एउटा उता दिन चाहन्छु, यहाँ पछाडि अनि एउटा पछाडि म दिन चाहन्छु। ओके प्लिज कम, यहाँ प्लिज कम। ओके ओके ओके, शा बाबा सो कोरा बाबा, होली स्पिरिट, होली स्पिरिट, यस यस। आई थिङ्क प्रभुले मलाई तपाईँलाई लागि वर्ड चाहिँ के दिनु, रेस्टोरेसन। ओके, आई बिलिभ प्रभुले तपाईँको लाइफमा नि एउटा स्पेसल पुनर्स्थापना गर्ने रेस्टोरेसनको एन्जल एसाइन गर्नुभएको छ। अनि त्यो एन्जल चाहिँ कस्तो भनेदेखि चाहिँ तपाईँ अनन टङ्स जसरी बोल्दै जानुहुन्छ, एज यु स्पेन्ड टाइम इन प्रेयर, प्रभुले मलाई के भन्नुहुँदैछ भने चाहिँ तपाईँको लाइफमा रिलेसनसिपदेखि लिएर तपाईँको वाट एभर आई डोन्ट नो, रिलेसनसिप प्रभुले भन्नु भएन, तर एभ्री एरिया विल बी रेस्टोर्ड। प्रभुले रेस्टोर गर्नुहुन्छ भनेकन। सो रिसिभ इन जिजस नेम। ओके, रिसिभ 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 सेल्भेसन एन्जल। प्रभुले मलाई के भन्नुभयो भने तपाईँको लाइफमा नि उद्धारको स्वर्गदूत प्रभुले पठाइदिनु हुँदैछ। त्यो उद्धारको स्वर्गदूतले नि तपाईँको परिवारको थुप्रो मानिसहरूलाई परिवर्तन गर्न लागेको छ, बाटोहरू खोलिन लागेको छ। अनि यो आउनेवाला वर्षमा फ्यामिलीमा तपाईँले चेन्जेसहरू देख्नुहुन्छ। ओके, अनि म यही प्रार्थना गर्दैछु द्याट रिडेम्सन विल कम इन योर लाइफ एन्ड फ्यामिली। उद्धार चाहिँ तपाईँको जीवनमा अनि तपाईँको डल्लै परिवारमा, थुप्रो परिवारको सदस्यहरूमा आउनेछ यसो कसको नआउने रगतमा। अनि त्यो ब्लेसिङलाई प्रभुले दिनुहुँदैछ। रिसिभ इन जिजस नेम, आमेन, हालेलुया। ओके, यस, ओके। समय निकै बितिसक्यो, मलाई थाहा छ समय निकै बितिसक्यो, तर म तपाईँलाई आजको दिन दुईवटा कुरा भन्न चाहन्छु। ओके, तपाईँले हबकुक 2 नि 2 अनि 3 पढ्नुहुन्छ भनेदेखि त्यहाँ शक्तिशाली कुरा लेखेको छ। म त्यहाँदेखि सुरु गर्न चाहन्छु। इन हबकुकको पुस्तक नि 2:2 अनि 3 तपाईँले पढ्नुहुन्छ भनेदेखि नि शक्तिशाली कुरा लेखेको छ क्या त। तपाईँले आफ्नो बाइबलमा हेर्नुहोस् है त, कसैले नेपालीमा पढ्नु सक्नुहुन्छ भनेदेखि नि माथिको भाग मात्रै चाहिएको मलाई, अरू चाहिँ तपाईँ आफै पढ्नुहोस्। माथिको भागलाई जोडले पढिदिनुहोस् नेपालीमा। तर परमप्रभुले मलाई जवाबमा भन्नुभयो, परमप्रभु बोल्नु हुँदैछ। परमप्रभुले के भन्नुभयो रे? तैँले यो प्रकाशलाई, त्यो पार्टी भनेको चाहिँ अब उनीहरू त्यो लेख्ने अब पेपर भनेको जस्तो नि हाम्रो, तर अब साधारण भाषामा भनौँ, तैँले यो प्रकाश भन्नुहोस् न। मेरो एम्प्लिफाइड बाइबलमा अनि धेरैवटा बाइबलमा चाहिँ यो प्रकाशलाई दर्शन भनेको छ। दर्शन भन्नुहोस् त। परमेश्वरले हबकुकलाई के भन्नुहुँदैछ भनेदेखि नि जुन चाहिँ दर्शन तैँले देख्दैछस्, जुन चाहिँ तैँले नि यो दर्शनलाई, प्रकाशलाई तैँले पाउँदैछस्, लेख। त्यहाँदेखि के हुन्छ अरे? र समाचार ग्राहक त्योसित दौडन सकोस्। त्यसलाई अझै यो एनएनआरबी हो। ओके, एनएनआरबीमा अलिकति अप्ठ्यारो तरिकाले ट्रान्सलेट गरेको रहेछ। म तपाईँले यसको सरल अझै सजिलो तपाईँलाई दिन्छु। एम्प्लिफाइड बाइबलले के भन्छ भने, राइट द भिजन एन्ड इनग्रेभ इट प्लेनली सो द्याट द वान हु रिड्स इट, कि जसले पनि त्यो दर्शनलाई पढ्छ अरे, स्याल रन भनेको छ। स्याल रन भनेको छ। सो द्याट द वान हु रिड्स इट विल रन। जसले पनि त्यो दर्शनलाई पढ्छ अरे त्यो दौडिनु सुरु गर्छ अरे, त्यो दौडिनु सुरु गर्छ अरे। आज नि मेरो वचनलाई सुरु गर्दै गर्दा नि म आजको दिन रङलाई के भन्न चाहन्छु भनेदेखि नि यहाँनिर नि वेदीले किन आजको दिन जीवनलाई माग गरिरहेको छ। अघि नि पास्टर जोयलले यस्तो, मैले त एकदम इन्जोय गरेँ, यस्तो गहिरो यस्तो भयङ्कर वचन दिनुहुँदै थियो। वेदीले आज शरीरलाई माग गरिरहेको छ। वेदीले आज के गर्दैछ भनेदेखि नि मान्छे तपाईँको बलिदानलाई, गड इज आस्किङ फर अ सेक्रिफाइस। त्यो सेक्रिफाइसलाई त्यो वेदीले नि आजको दिन त्यो बलिदानलाई माग गर्दैछ। किन तपाईँलाई थाहा छ? किन तपाईँलाई थाहा छ? किनभने परमेश्वरलाई आजको दिन नि सुन्नुहोस् त, यो फायर अन दि अल्टर, किनभने अल्टरले आज मान्छेलाई माग्दैछ, तपाईँलाई किन बोलाउँदैछ। वेदीको अगाडि खाली हात जानु चाहिँ लाजमर्दो कुरा हो, लाजमर्दो कुरा हो। तर आज नि किन नि वाइ इज गड आस्किङ फर अ सेक्रिफाइस? किन आज वेदीले आजको दिन सेक्रिफाइसलाई माग गर्दैछ भन्दैछ नि, म तँलाई भन्न चाहन्छु, बिकज यहाँ छ परमेश्वर दौडिने मान्छेहरू चाहिएको छ। यहाँ कस्तो भयङ्कर कुरा छ। हबकुकलाई के भन्दैछ भने नि जसले पनि यो दर्शनलाई पढ्छ अरे त्यो मान्छे दौडिनु सुरु गर्छ अरे। रनिङ विथ द भिजन। आज नि यो टाइममा, यो जमानामा आउँदै गरेर म जवानहरूलाई, यो उपस्थित भएको हरेकलाई के भन्न चाहन्छु भनेदेखि नि दर्शनको साथमा दौडिने समय आयो अब। आमेन भन्नुहोस् न।
दर्शनको साथमा दौडिने समय आयो। अब रङ चाहिँ नि आजको दिन नि वेदीको अगाडि हेरिबस्यो, हरेक वर्ष वेदीमै बसिबस्यो, हरेक वर्ष न त बलिदान दिन्छ, स्ल्याक भएर के न त प्रार्थना गर्छ, न त बाइबल पढ्छ। अनि मलाई दुःख लाग्यो। मलाई किन दुःख लाग्यो भनेदेखि नि दमस्कसको बाटोमा को परिवर्तन भएको नि, कसले अब निपुण आमा दिदी बहिनीहरूले एकदम भन्नुभयो, एकदमै त आमाहरूले भन्नुभयो। तर मलाई दुःख के लाग्यो भन्नुहोस् त, जवानहरूकोबाट एउटा उत्तर आएन। जवानहरूकोबाट एउटा उत्तर आएन। त्यसले के देखाउँछ भन्नुहोस् त, रङको जवानहरूकोमा नि दर्शन छैन, नो भिजन। अनि दर्शनै छैन भनेदेखि चाहिँ नि कोही पनि कुद्दैन, कोही पनि कुद्दैन। अनि आज यो जेनेरेसनमा, यो पुस्तामा नि कोही पनि नदौडिएको कारणले गर्दा, मेरो पुस्ताको कुरा गर्दैछु, कोही पनि नदौडिएको कारण चाहिँ यो देयर इज नो भिजन, दर्शनै छैन। तर आज म तपाईँलाई के भन्न चाहन्छु भनेदेखि नि अब रङमा यो ढाँचा चाहिँ नि यो वर्ष परिवर्तन हुनुपर्छ। अब आज सल अनि पल पनि भन्नु नसक्ने व्यक्तिहरू चाहिँ नि म तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु, परमेश्वरले आज वेदीमा बोलाउँदैछ। दर्शनको साथमा कुद्ने समय आयो, दर्शनको साथमा कुद्ने समय आयो। किनभने बाइबलले के भन्छ भनेदेखि नि एउटा यस्तो खालको दर्शन परमेश्वरले बाइबलमा लेख्नु भएको छ अरे, यस्तो खालको दर्शनले यो पुस्तालाई पर्खिरहेको छ अरे, जसले पनि त्यो दर्शनलाई देख्छ अरे, जसले पनि त्यो दर्शनलाई पक्रिन्छ अरे, जसले पनि त्यो दर्शनलाई नि बुझ्छ अरे, त्यो मान्छे दौडिनु सुरु गर्छ अरे। द्याट म्यान स्याल रन। दौडिनेको समय आयो। अब तपाईँ बसिबस्नु भयो भनेदेखि चाहिँ नि आज म तपाईँलाई भन्न चाहन्छु, द्याट मेन्टल त्यो कलिङ यो जेनेरेसनले तपाईँ नि म जस्तो मान्छेले गुमाइ पठाउँछौँ है, विल लुज इट। तर गुमाउनेवाला छैनौँ हामी। वेदीले आज बोलाउँदैछ। कस्तो भयङ्कर कुरा छ। म के विश्वास गर्छु भने दिस इज म प्रोफेटिक कुरा नि विश्वासको साथमा बोल्दैछु। आई बिलिभ इट। मेरो विटनेस छ, स्पिरिटले मलाई विटनेस दिनेछ। आज धेरैजना यहाँनिर परमेश्वरले फुल टाइम बोलाउन लागेको छ। यस, गड इज अबाउट टु कल मेनी अफ यु इन फुल टाइम राइट नाउ। अनि त्यो डेस्टिनीको एन्जललाई नि आई सेन्स इट। मैले दिएको छैन, बट आई सेन्स इट। रेडी हुनुहोस्। डेस्टिनी सुन्नुहोस् त, एउटा प्रचारक कस्तो भयङ्कर कुरा भनेको छ। धेरैचोटि चाहिँ हामी जिन्दगीभरि नि नियति खोज्दै बस्छ अरे, मेरो बुलाट के होला, मेरो इच्छा के होला, प्रभु मेरो जीवनमा के इच्छा गरेको होला। तर प्रभुले के भन्नुहुन्छ भनेदेखि नि त्यो प्रचारकले कस्तो भयङ्कर भन्यो, को बेला चाहिँ नि तपाईँ नियति खोज्नु पर्दैन अरे। किन भन्नुहोस् त, को बेला चाहिँ नि नियतिले तपाईँलाई भेटाउँछ अरे। डेस्टिनी विल फाइन्ड यु। आज यो सेसनमा म तपाईँलाई के भन्न चाहन्छु भने नि गड इज गिभिङ यु समथिङ टु रन। परमेश्वरले दर्शन दिनुहुँदैछ, बुलाहाट दिनुहुँदैछ, वेदीले माग गर्दैछ। आज म तपाईँलाई के भन्दैछु भनेदेखि नि आज तपाईँको नियतिसँग जम्का भेट हुन लागेको छ। आमेन। नियतिलाई 100 जना चाहिँदैन, नियतिलाई नि 20 जना पनि चाहिँदैन, नियतिलाई एउटा चाहिन्छ। तर झन् कति असल 10 जनाले जीवन दियो भनेदेखि इट्स टाइम टु रन विथ द भिजन। दर्शनको साथमा आज रङ अगाडि बढ्ने अनि अगाडि कुद्ने समय आयो। आमेन, आमेन, आमेन। Then the Lord answered me and said, write the vision and engrave it on the tablets so that the one who reads it, जसले पढ्छ अरे, will run. Amen, amen. म अलिकति एक स्टेप गहिरो जान चाहन्छु। ओके, अलिकति समय छ, अलिकति म गहिरो जान चाहन्छु। लेट्स गो वन स्टेप डिपर। आज नि जसरी म तपाईँको निम्ति प्रार्थना गर्छु, अगमबानीहरू खोलिन्छ, तपाईँले जीवन दिन लाग्नुहुन्छ। डेफिनेटली तपाईँले अहिले नै लु यस फुल टाइम भनेर कमिटमेन्ट दिनु परेन नि, बट इन द स्पिरिट आत्मामा केही त हुन्छ नि त। एकै दिन मान्छेले जीवन दिँदैन नि। कोही बेला सबै सेवकाई गइबस्नुहुन्छ, सेवकाईभित्र प्रेजेन्समा बसिबस्नुहुन्छ, अनि भित्र नि हो हुँदै प्रभुले तान्दै स्वाट लानुहुन्छ नि त। सो अलिकति उता तान्ने समय हुनसक्छ यो। तर मलाई के निश्चय छ भन्दा चाहिँ नि धेरैजनाको फुल टाइम कल आज आउन लागेको छ। आई सेन्स इट। अब सुन्नुहोस्, यहाँनिर अलिक गहिरो जान चाहन्छु। त्यो गहिरो कुरा चाहिँ के छ भने बुलाहाट आएर वेदीमा जीवन दिने एउटा कुरा हो। सुन्नुहोस् त, बुलाहाट आएर यस भनेर नि आफ्नो जीवनलाई प्रस्ताव गरेर डिल गर्ने एउटा कुरा हो। तर प्रभुसँग हरेक दिन हेर्नु यहाँदेखि उता अर्कै कुरा हो फेरि त्यो। अनि यहाँनिर नि तपाईँले यो कुरा यो जीवनमा दिँदै जीवन चाहिँ वेदीमा दिँदै गर्दा नि यो कुरा बुझ्नुहोस् है त। मसँग नि इक्लेसियास्टिक 9:8 हामी पढ्न लागेका छौँ। उपदेशक भन्छ, के भन्छ इक्लेसियास्टिकलाई? ओके, उपदेशक 9:8 हामी पढ्न लागेका छौँ। कसैले जोडले पढिदिनुहोस् न। अघि मेरो वाइफले पढेको जस्तो लाग्यो, सो उहाँले पढिदिँदा हुन्छ। उहाँले जोडले पढ्नुभयो। सो इक्लेसियास्टिक च्याप्टर 9 verse 8, उपदेशक 9:8। कस्तो भयङ्कर कुरा लेखेको रहेछ यहाँ। यो वचन चाहिँ प्रभुले स्पेसिफिक आजको लागि दिनुभएको। म छक्कै परेँ जब यो कुरा देखेँ। ओके, म अङ्ग्रेजीमा पढिदिनेछु ल। लेट योर क्लोथ्स always be white and do not let the oil
be lacking on your head. सधैँ सेतो वस्त्र पहिराऊ अनि कपालमा तेल लगाऊ भनेको छ। आज नि म तपाईँलाई यो अब सुन्नुहोस् है त, यो भनेको चाहिँ फेरि आमा फेरि कतिजनाले चाहिँ यसलाई चाहिँ नि कस्तो बनाइदियो भने अर्थोडक्स बनाइदियो, सेतो लुगा लगाएर क्ल्याक्टे बनाएर, त्यसको कुरै गरेको होइन यो। त्यस्तो हो भने आज सबै त नभनौँ, धेरैजना हामी त फेल, धेरैजना फेल। कतिजना त बिचरा काम गरेर नुहाउनु पनि भएको छैन होला यहाँ, तेलको त कुरै छोडिदिउँ। भुटानमा एउटा घटना भन्छ तपाईँलाई म, भुटानमा नि ओभर इन्ट्रेस्टिङ घटना भएको छ। सो आई वाज इन भुटान, अनि माथि यसरी कन्फरेन्स हुँदैछ, भरे प्रेयरको लागि टाइम छैन, भेरी इन्ट्रेस्टिङ। अनि प्रेयरको लागि टाइम नहुँदा चाहिँ कसलाई प्रार्थना चाहिएको छ तल जाउँ, तल जानुहोस् मात्रै भनेको थियो। एकैपल्टमा चाहिँ यत्रो रुममा 100जना भेला भएछ, 100+ पिपल, 200जनाहरू लाइन लाग्थ्यो, 200 एटलिस्ट थियो। अब हो प्रार्थना गर्नुपर्ने। सो हाम्रो अलिक स्पिड प्रार्थना गर्नु, त्यति बेला कहाँ एउटालाई गरेर गरे बस्नु। सो छिटो प्रार्थना गर्थ्यो, तर प्रभुले त्यो बिचमा मलाई के भन्नु, एकछिन रोकी। म स्पेसल तरिकाले नि म आज मानिसहरूलाई सुन्न चाहन्छु, यो स्पेसल छ। भुटानलाई प्रभुले माया गर्नुहुन्छ, आमेन। म विश्वास गर्छु, थाहा त छैन, तर आई डिक्लेयर यो वर्ष फेरि म भुटान जानेछु, आमेन भन्नुहोस् न। अनि भुटानमा परमेश्वर शक्तिशाली कार्य गर्नुहुँदैछ, नयाँ क्षेत्र प्रभुले खोल्नु हुँदैछ। कहिले लास्ट टाइम पनि कहिले सेवाकाई, इमेजिन कहिले कन्फरेन्स अनि सेवाकाई नभएको ठाउँमा प्रभुले सेवाकाई गर्नुभयो, आमेन। सो त्यस्तो ठाउँमा छ त, इमेजिन प्रभुले के भन्नु भने नि, एकछिन पर्खी। सो यहाँनिर थुप्रो अरू पनि विटनेस छ, किनभने पब्लिक गरेको यसलाई गरेको थुप्रो अरू पनि थियो प्रेयर टिममा। सो प्रभुले के भन्नु भने नि, म खुट्टाहरू सिधा, म स्पेसली हड्डीहरूको कुरामा जोइन्ट्सहरूलाई हिल गर्न चाहन्छु। हड्डीको कुरा नि यहाँदेखि तल प्रब्लम्स भएकोलाई म छुन चाहन्छु प्रभुले भन्नुभयो। यसरी ओके। सो कसरी प्रभु भनेको त नि, प्रभुले एउटा यङ लेडी आउनुभयो, मेबी अब यसो एस्टिमेटै मेरो फेल पनि हुनसक्छ, अब यसरी हेरेर त एज कहिले पनि भन्नु सक्दैन। 23 इयर्स म्याक्सिमम, 18 वर्ष, 16 त थिएन होला, साह्रै त्यति बुढी त त्यति यङ त देखेन। 18 वर्षदेखि लिएर 21 वर्ष, 20, 30, 23 वर्ष म्याक्सिमम त्यो बिचमा हुनुपर्ने एउटा केटी आयो। अनि केटीले के भन्यो भन्दा चाहिँ यहाँ प्रब्लम छ, उसको पुरा लामो कथा भन्न थाल्यो। तर म त्यसमा ध्यानै दिनँ, किन प्रभुले मलाई अलरेडी के भनिसक्नु भएको थियो भने नि, यसको खुट्टा चाहिँ बाङ्गेको छ। जसरी यसको खुट्टाले तैँले प्रार्थना गरेर सिधा हुन्छ नि खुट्टा, त्यो बहिनीको नि उसले आफ्नो हृदयलाई चाहिँ नि प्रभुको अरू आश्चर्य कर्मको निम्ति हृदय ढोका खोलिन्छ, त्यहाँदेखि प्रभुले काम गरिहाल्नुहुन्छ भन्नुभयो। सो अब फेरि तपाईँलाई अलिकति डिस्क्लेमर भन्न चाहन्छु, रुममा एक्लै गरेको होइन, ममता फुपू यता हुनुहुन्थ्यो, नितु दी यता हुनुहुन्थ्यो, कुनीको अझै एकजना यता हुनुहुन्थ्यो, भिड छ है। सो मैले चेयर ल्याउनु भने सबैको उपस्थितिमा है, फेरि सट्टै मैले यसरी खुट्टा नापेँ, सबैको उपस्थितिमा है। फेरि टक्कै खुट्टा नापेको त नि लिटरली मैले नि त्यहाँनिर बोतल अनि सिधा खालको कति, मैले चाहिँ यो झुक्कुलमा नहोस् भनेर नि 9 टाइम्स, हरेक मान्छेलाई 8 to 9 टाइम्स नापेको कन्फर्मेसन। फेरि यसो गरेँ भनेर नहोस् भनेर 2 सेन्टिमिटर यत्रो 2 सेन्टिमिटर चाहिँ नि बाङ्गो थियो खुट्टा। एकपल्ट नापेँ 2 सेन्टिमिटर, दुईपल्ट 9 खेप नापेको। मक्कै भयो होला बिचरा, म त्यहाँनिर अब हामी गेस्ट थियो, के भन्नु पनि नसकेको। त्यही मैले हात राखेर भने येशू ख्रीष्टको नाउँ नि रगतमा, त्यति मात्रै गरेँ, बी हिल्ड। प्रभुले खुट्टा तन्काउँदैछ, ग्रो इन द नेम अफ जिजस। मैले खुट्टालाई भने ग्रो भने होइन, त्यहाँदेखि क्वाक्रुक त्यस्तो गेम भयो नि, वाट त्यहाँदेखि सट्टै नापेको त सिधा छ, ग्याप त छैन। एकपल्ट नापेँ, दुईपल्ट नापेँ, फेरि 6-7 खेप नापेँ, पनि सिधा गर्नुभयो। त जसरी उसले त्यो देखेँ नि, खुट्टा सिधा भएको, उसको यहाँ लक भएको जाति भयो अरे। अनि उसले के भन्यो भने उहाँको रुन थाल्यो कि सत्य उठ्यो, उसले के भन्यो त म जाति भएँ भने एभ्रिथिङ हिल्ड। कस्तो दामी कुरा। त्यहाँदेखि त मलाई पनि जोस चल्यो, आहा लु मैले गरेको होइन नि त, फर्स्ट टाइम हो। त्यहाँदेखि त मैले अर्को आन्टी आयो, नापौँ होइन भने नापेँ। प्रभुले नि 3 सेन्टिमिटर 2 सेन्टिमिटर गर्नु मानिले परमेश्वरले खुट्टा सिधा पार्न लाग्नुभयो। त्यहाँदेखि त यसो भएछ, त्यो भलन्टियरले पनि बुझेछ परमेश्वरले नि यहाँनिर के काम गर्नुहुँदैछ भनेर कि सबै खुट्टा दुख्ने त मेरोमा पठाएछ लाइन। फेरि सुन्नुहोस् है त, अब जोक्स भन्न आँटेकोमा सुन्नुहोस् है त, जोक्स मेबी यु लर्न समथिङ। यहाँ सेवकहरू हुनुहुन्छ, भलन्टियर्स पुरा छ, तपाईँले एउटा कुरा सिक्नुहुन्छ होला यहाँबाट। थर्ड एकजना आन्टी आउनुभयो, उसको खुट्टा त झन् यस्तो भएको थियो, सिधा मात्रै होइन, इमेजिन यस्तो बाङ्गेको थियो। कति प्रार्थना गरेँ अनि एक्ज्याक्टली सेम, ग्रो इन द नेम अफ जिजस, यसको नाममा सिधा भन्दा पनि भएन। अब सबै त हुँदैन, मलाई पनि थाहा छ हिलिङ 100% नहोला। सो आई सेड ठिकै छ, प्रार्थना गरेर मैले अब विश्वासै छोड्नु पऱ्यो नि त, किन म हिलर होइन नि त।
जिजस इज द हिलर, मेरो त काम मात्रै हो गर्ने। तर प्रभुले भित्र मलाई के भन्नुभएको छ भने विचक्राफ्ट, श्राप अनि जादु टुना मुनाको शक्तिले यसलाई बाँधेको छ भने त्यो उसलाई मैले फेरि ग्रहण गराउन लगाएँ, वर्ड टु वर्ड फेरि नै श्राप भजन लगाएँ, लामो प्रोसेसबाट लगेँ। आमेन भने लु अब प्रार्थना गर्नु छ ल, खुट्टाको लागि नापेको सिधा भइसकेछ। कस्तो इन्ट्रेस्टिङ, प्रार्थना गर्नु परेन। सो मेनी टाइम्स यहाँ रङ के तपाईँलाई गयो भनिदिउँ, एक्स्ट्रा अलिकति बाङ्गिँदै भए पनि 2024मा एकजना लेडी आउनु भएको थियो, यहाँको होइन सिस्टम नाम्ची, उसले नि गर्भमा नानी हाल्नु सकेको थिएन, सी कुड नट कन्सिभ। ओके, यहाँ सेवाकाय हुँदै गर्दा फुपू नि फुपूले मलाई यो जिम्मा दिनुभयो, फुपू साइडमा बस्नुमा हामी उता स्टाफ रुम रहेछ नि त्यहाँनिर, त्यहाँ गएर उसलाई मैले बाइबलबाट कर्सेस एन्ड ब्लेसिङ जसले क्लासै लिएँ, 1 घन्टा क्लास लिएको त्यहाँनिर, एक्लै उसलाई त्यही मिनिस्टर गरेँ, प्रार्थना गरेँ, जीवन बोलेँ। रङको सेवा सक्नु बित्तिकै नि सुन्नुहोस् त केही हप्तामा के खबर आएको थियो भने नि सी इज कन्सिभ्ड, नानी आएको छ गर्भमा भनेर। दामी कुरा भनौँ, तर उसलाई पुरा डरले सतायो। मलाई काउन्सिलिङको लागि यतिपल्ट फोन गर्यो, उसलाई चाहिँ के डर रहेछ भने ला डक्टरले के भन्दैछ भनेदेखि नि नानी मर्छ कि। अब पहिला पनि एकपल्ट चाहिँ पहिला कन्सिभ भएको रहेछ तर बसेको छैन रहेछ, मिसक्यारेज भएको रहेछ, डर क्यो। तर मैले नि प्रभुलाई होइन सरी त्यो दिदीले एउटा कुरा भने, दिने परमेश्वर हुनुहुन्छ, थामेर राख्ने पनि परमेश्वर हुनुहुन्छ। ट्रस्ट आज नि त्यो नानी जन्मियो, हेल्दी छ, ठुलो छ, अनि कहिले गर्भमा नानी नबसेको अनि जन्मनै नसक्ने नि आज नानीलाई हुर्काइरहेको छ। आमेन भन्नुहोस् न, रङमा भएको घटना हो लास्ट इयर यो। आमेन, इट ह्यापन राइट हियर। आमेन भन्नुहोस् न। सो भुटानमा त्यस्तो हुँदैछ। अब म तपाईँलाई जोक्स चाहिँ यो भनेको तपाईँलाई, अब सुन्नुहोस् त लास्टमा चाहिँ के भयो भने नि सुन्नुहोस्, लास्टमा चाहिँ के भयो भने नि एकजना दाजु आयो, दाजुको चाहिँ लडेर खुट्टा यस्तो भएको रहेछ। अब सट्टै म बसेँ, हेर्नुहोस् त खुट्टा यसो गरेको त आमा बुझिहाल्नु भयो होला, यस्तो दुर्गन्ध, यस्तो दूषित त मैले कहिल्यै अनुभव गरेको थिइनँ। म त एकछिन त भमिट होला जस्तो भएर, छटपटेको माछा जस्तो भएर अब यहाँ ल्याइस सकेँ। अब यस्तो घिनलाग्दो थियो भन्नु पनि भएको छैन, तर उहाँको अनुहारमै देख्दै थियो, मलाई अप्ठ्यारो लागिरहेको थियो। बिकज उहाँ एकजना भलन्टियर हुनुहुन्थ्यो, अफकोर्स त्यो दिनभरि काम गरेर आएको हो, त्यस यस्तो दूषित भयो छोडिदिउँ कि जस्तो लाग्यो। तर मैले आफूलाई बल गरेर के भने होइन, यो त हो त बलिदान, यहाँ त मजा छ त सेवाकाईको, त्यो प्याटपिट गरेर ट्याकटुक गरेर जयमसित केही मजा, यहाँ त छ दिस इज हार्ड वर्क, दिस इज लाइफ। पक्रेर एउटा कुरा भनौँ, सबैभन्दा लामो प्रार्थना गर्थेँ मैले, सेक्रिफाइस सबैभन्दा लामो प्रार्थना गरेँ, अनि परमेश्वरले त्यो मान्छेलाई छुनु भयो। आमेन भन्नुहोस् न। ओके, सो एनिवेज सो म के भन्दैछु भनेदेखि नि, सो त्यस्तो त छैन होला, अब तपाईँहरू अब थाहा छ, सो त्यस्तो दुर्गन्ध त छैन। तर यहाँनिर जुन चाहिँ बाइबल भर्सले यहाँनिर उपदेशकमा भन्दैछ नि, त्यो त चिटिक्के भएर तेल लगाएर चटक्कै हुनु भनेको होइन। यद्यपि त्यस्तो हुनुमा केही पनि नराम्रो छैन, चटक्कै हुनु जरुरी पनि छ, अनि कतिवटा ओकेजन हुनु पनि पर्छ। ओके, अनि आई थिङ्क हाम्रो क्रिस्चियन्सहरूले पनि हामी ड्रेसिङ सेन्स सिक्दैछौँ, हामी बिस्तारो है, राम्रो हुनु राम्रो हो। तर त्यो मात्रै बाइबलले भनेको होइन। यहाँनिर नि सेतो वस्त्र अनि तेलले चाहिँ नि सुन्नुहोस् त, सेतो वस्त्र चाहिँ नि यहाँनिर नि पवित्रताको कुरा गरेको, अनि द ओयल त्यो तेल चाहिँ नि अभिषेक हो। इट इज द्याट एनोइन्टिङ, त्यो चाहिँ नि पवित्र आत्माबाट आउने नि त्यो शक्ति हो, पवित्र आत्माले तपाईँमाथि दिने एउटा हात हो। इट इज द एनोइन्टिङ, यो प्रभुको प्रेजेन्स हो। अनि आज म तपाईँलाई के भन्न चाहन्छु भनेदेखि नि, दर्शनको साथमा कुद्नुमा तपाईँलाई भने, मैले जीवनमा हुँदै गरेको कुराहरू मैले तपाईँलाई भने, वेदीले आज माग गरेछ भने डेफिनेटली तपाईँको जीवनमा परिवर्तन हुने रहेछ, जीवन तपाईँले दिनु पनि हुन्छ, त्यो पनि सही हो। तर आज मैले तपाईँलाई जोड दिनु चाहेको चाहिँ के छ भनेदेखि नि सुन्नुहोस् है त, त्यो चाहिँ के हो भनेदेखि नि, जसरी यो सबै घटना घट्छ अनि घट्नु नै वाला छ, घट्छ नि, सुन्नुहोस् है त, गड डिमान्ड समथिङ। अब नि तपाईँको जीवन सीमित हुन्छ। अबदेखि उता चाहिँ नि प्रभुले के डिमान्ड गर्नुहुन्छ भनेदेखि नि, तपाईँले जहिले पनि नि आत्मिक रूपमा नि तपाईँको वस्त्र सेतो हुनु जरुरी छ। यहाँ चाहिँ हामी फेल खान्छौँ। तपाईँको टाउकोमा, शिरमा नि, तपाईँको कपालमा आत्मिक रूपमा कुरा गर्दैछौँ, द एनोइन्टिङ ओयल, प्रभुको अभिषेक चाहिँ बगिरहनु जरुरी छ। अनि परमेश्वरले यहाँनिर आज्ञा दिनुहुँदैछ, यो सजेसन होइन, क्रिस्चियनहरूको लागि आज्ञा चाहिँ के छ भने, डु नट लेट दि ओयल बी ल्याकिङ अन यर हेड। तेल चाहिँ नि तपाईँको टाउकोदेखि चाहिँ कहिले पनि नि ल्याकिङ हुनु हुँदैन अरे, कुनै पनि यस्तो दिनै आउनु हुँदैन हामी सेवककोमा अनि क्रिस्चियनहरूकोमा चाहिँ नि, जुन दिन चाहिँ नि हाम्रो शिरमा नि अभिषेकै छैन। तर दुःखलाग्दो कुरा चाहिँ के छ भनेदेखि नि, हामी म्याक्सिमम हाम्रो अनेस्ट कुरा हो, हामी म्याक्सिमम अफ आवर लाइफ वी वर्क विदाउट द एनोइन्टिङ। हामी अभिषेक बिना सबै कुरा कार्य गर्छौँ। अभिषेक बिना दिन्छौँ, तेल यहाँनिर कक्रक्क भएर सेतो फुलिसक्यो, इट डजन्ट म्याटर। यद्यपि फिजिकली भनेको होइन है,
बाइबलले के भन्छ भने सेतो फुल्नु चाहिँ राम्रो भन्छ, किनभने त्यो चाहिँ विजडम देखाउँछ। म आत्मिक रूपमा कुरा गर्दैछु, यहाँ चौरी परिसक्यो आत्मिक रूपमा। म तपाईँलाई के भन्न चाहन्छु भनेदेखि नि आज नि एभ्री वान सुन्नुहोस्, धेरै जवानहरू हुनुहुन्छ, तपाईँको ठुलो भविष्य छ, तपाईँलाई नि मेन्टरसिपको खाँचो छ। ओके, यो डेजहरूमा म मेरो जवान हो, म बुझ्नु त मेरो यो एजकोहरूलाई सुन्नुहोस् त, सबसे ठुलो ल्याकिङ म के देख्छु भन्नुहोस् त, मान्छेहरू नि मेन्टरसिपभित्र जिउन नै मन पराउँदैन। म नि जवानहरूलाई कोही बेला मेरो एजकोलाई सोध्छु, ओके सेवा गर्दैछौ, आशा छ, भलन्टियर गर्दैछौ, उभिरहेको छ, हो राम्रो हो, हु इज ए मेन्टर, हुम आर यु एन्सरेबल टु, कोसँग तिमी रङ्गैलो सम्बन्धमा छौ, कसले तिमीलाई आत्मिक नि सतताहरू दिन्छ, कसले तिमीलाई सल्लाह दिन्छ, कसले तिमीलाई गलत गर्यो भने सही गर्यो भनिदिन्छ, कसले तिमीलाई ठेल्छ, कसले तिमीलाई माथि हात राखेर नि अभिषेक अनि शक्ति कुराहरू बोलिदिन्छ, को भन्दा कोही पनि छैन। म तपाईँलाई भन्न चाहन्छु, यु विल नट रिच फार, तर टाढो पुग्नुहुन्न। अनि मसँग हिँडेर पनि त्यस्तै भयो। जब मैले 12-13मा सेवाका सुरु गरेँ, मेरो थुप्रो मान्छेहरू थियो, तर आज मसँग उनीहरू नि छैन। कतिजना ब्याकस्लाइड भए, कतिजना हराए, कतिजना यति बेसी गर्लफ्रेन्ड बनाएर गयो। तर आज म तपाईँलाई के भन्न चाहन्छु भनेदेखि नि तपाईँको शिरमाथि नि सुन्नुहोस् त, देयर हेज टु बी द एनोइन्टिङ, त्यो अभिषेक चाहिँ हुनु जरुरी छ। आज वेदीमा जीवन दिनुहोस्, राम्रो कुरा हो, अनि प्रभुले त्यो कुरा मलाई जोड दिनु हुँदैछ। तर आई थिङ्क यो चाहिँ एउटा जवान भइकन म तँलाई सल्लाह दिँदैछु, प्रभुको वचन दिँदैछु, प्रभुले के डिमान्ड चाहिँ गर्नुहुन्छ। तर है इसाकलाई वेदीमा सट्टै हाल्यो, सेक्रिफाइस गर्यो, त्यो पार्टसम्म हामी आज पुगेका छौँ। प्रभुले आज त्यो कुरा पनि तँलाई बोलाउनु पनि भयो, अनि अझै बोलाउनु हुन्छ। तर आफ्टर द्याट वाट, त्यहाँदेखि त सुरु भयो त्यो यात्रा। तपाईँको यात्रा सुरु हुँदै गर्दा आज म तपाईँलाई भन्न चाहन्छु, सेतो वस्त्र तपाईँ लाउनु कहिले छोड्नु हुँदैन। जुन दिन एउटा सेवकले, जुन दिन एउटा नि जवानले, हामी जस्तो मान्छेले, जुन दिन हरेक क्रिस्चियनले त्यो वस्त्रलाई सट्टै खोल्छ नि, आज म तपाईँलाई भन्न चाहन्छु, त्यो दिन चाहिँ त्यो दिन हो जुन दिन चाहिँ प्रभुको हात तपाईँ माथिबाट हटिन्छ। त्यो दिन तपाईँको टाउकोमा के हुन्छ भन्नुहोस् त, त्यो दिन तेल हुँदैन। तर आज नि यहाँ वेदीले तपाईँलाई बोलाउँदै गर्दा नि पवित्र आत्माले के भन्नुहुँदैछ भनेदेखि नि, लेट your clothes always be white, तपाईँको लुगा चाहिँ जहिले पनि सेतो होस्। तपाईँको लुगा आज मैला छ, तपाईँको वस्त्र आज च्यातिएको छ, आज म तपाईँलाई भन्न चाहन्छु, वस्त्र फेर्ने समय आयो। प्रभु आज दौडी भन्नुहुँदैछ, वेदीले आज बोलाउँदैछ, वस्त्र फेर्ने समय आयो। तपाईँको नि टाउकोमा आज के छ भन्नुहोस् त, देश नो ओयल, अभिषेक छैन। म तपाईँलाई भन्न चाहन्छु, आज अभिषेकले भरिने समय आयो। आमेन, आमेन, आमेन। तर थाहा छ कि छैन, एनोइन्टिङ आउनु र नि नयाँ गरी जन्मिनुमा चाहिँ ठुलो भिन्नता छ। कसरी? जब नि बिब्लिकल इलस्ट्रेसन, लेट मी गिभ इट टु यु। जब नि मरियमको अगाडि स्वर्गदूत आए, स्वर्गदूतले के भन्यो भने तिमीमा गर्भवती हुन लागेको छौ, यु आर अबाउट टु बी प्रेग्नेन्ट, अनि तिम्रो गर्भमा चाहिँ नि अब इमानुएल आउन आँटेको छ। नाम इमानुएल थियो नि त होइन, राख्नु हुनेछ नि, परमेश्वरै जन्मिन आँटेको छ। सादा लाटा भाषामा, सिधा भाषामा मरियमले के भनेको छ भने कसरी हुनसक्छ, हाउ विल इट बी? त्यति बेला नि स्वर्गदूतले के भनेको छ भने नि, द होली स्पिरिट विल ओभरस्याडो यु, पवित्र आत्माको शक्तिले, पवित्र आत्माले तिमीलाई ढाक्नेछ। द्याट्स द न्यू बर्थ। अनि यीशु ख्रीष्ट जन्मिनु भयो, हो कि भएन भन्नुहोस् त। त्यसरी नै याद गर्नुहोस्, जब एउटा मान्छेले यीशु ख्रीष्टलाई ग्रहण गर्छ, पानीको पवित्र सट्टै लिन्छ नि, पवित्र आत्माले एउटा ढाक्छ। हि इज बोर्न अगेन, ऊ आत्मामा नयाँ गरी जन्मिन्छ। हि इज बोर्न अगेन। जसरी नि पवित्र आत्माले मरियमलाई सट्टै ढाके नि, यीशु ख्रीष्ट जन्मिनु भयो, सिद्ध पुत्र, सिद्ध छोरा, हुर्केको छोरा, धार्मिक अनि पवित्र एउटा व्यक्तित्वको यहाँ जन्म भयो, जो चाहिँ परमेश्वर स्वयं हुनुहुन्थ्यो। त्यसरी नै जब एउटा मान्छेले प्रभुलाई ग्रहण गर्छ, द्याट पर्सन, लेडी होस्, केटा होस्, हस्पिटल बेडमा घिटघिट होस्, जस्तो पनि किन नहोस्, जेन्युनली साँच्चीमा उसले विश्वास गर्यो भनेदेखि चाहिँ, प्रभुलाई पुकारा चाहिँ गर्यो भनेदेखि, जीवन चाहिँ समर्पित गर्यो भनेदेखि नि के हुन्छ भन्नुहोस् त, नयाँ गरी जन्मिन्छ। तर एउटा इन्ट्रेस्टिङ कुरा भनौँ, 30 वर्षको लागि चाहिँ नि यीशु ख्रीष्टले के पनि कार्य गर्नु भएन। यीशु ख्रीष्टले के पनि कार्य गर्नु भएन। यीशु ख्रीष्टले के पर्खिनु भयो भन्नुहोस् त, ही वाज वेटिङ फर अनदर मोमेन्ट, जुन चाहिँ मोमेन्टमा चाहिँ नि पवित्र आत्माले नि यीशु ख्रीष्टलाई फेरि छोप्नुहुन्थ्यो। कस्तो भयङ्कर कुरा छ यो चाहिँ नि, इट इज द ब्याप्टिजम अफ द एनोइन्टिङ। अनि त्यति बेला चाहिँ नि तँलाई राम्रो बाइबल पढ्नु हो भने के देख्नुहुन्छ भने नि, ढुक्कुर चाहिँ सट्टै आएर सट्टै भित्र पसेन। किन भन्नुहोस्, यीशु ख्रीष्ट अलरेडी धर्मी हुनुहुन्थ्यो, यीशु ख्रीष्ट अलरेडी बाँचेको हुनुहुन्थ्यो। त्यति बेला नि ढुक्कुर चाहिँ यहाँ आएर बास गर्यो। द एनोइन्टिङ केम, अभिषेक चाहिँ नि पर यीशु ख्रीष्टमाथि नि बास गर्नुभयो। आज नि रङमा नि, अनि यो जेनेरेसनमा तपाईँहरू जो यहाँ उपस्थित हाम्रो क्रिस्चियनमा चाहिँ नि, यो सेकेन्ड इभेन्टभित्र हामी पस्नु जरुरी छ। जब नि अभिषेक हाम्रो टाउकोमाथि आउँछ,
जब पवित्र आत्मा शक्तिको साथमा हाम्रो जीवनमा बास गर्नुहुन्छ एन्ड वी बिगिन टु वक इन द एनोइन्टिङ, हामी अभिषेकमा हिँड्नु सुरु गर्छौँ। आमेन, आमेन। थुप्रो कुराहरू थियो मेरोमा, तर आई थिङ्क म नि सिधै कतिवटा कुरा स्किप गरेर तल आउन चाहन्छु। म डिट्रोनोमीलाई के व्यवस्था भनिन्छ? ओके, व्यवस्था 32 को नि हामी 13 लाई हेर्न लागेका छौँ। डिट्रोनोमी च्याप्टर 32 verse 13। हुन्छ, कसैले अलिकति मलाई पानी ल्याइदिनु भयो भने साह्रै असल हुने थियो। ओके, आई निड वाटर। ओके, यहाँ हो। हुन्छ, डिट्रोनोमी 32 को 13। आमेन, आमेन। सुन्नुहोस् है त, एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने नि, नेपाली ट्रान्सलेसनले अलिकति इनएकुरेट गर्दैछ, किनभने मैले यसलाई नि ओरिजिनल हिब्रूमा पनि हेरेँ। म तपाईँलाई यो ट्रान्सलेसन दिन्छु। फर्स्टको एकुरेट छ, हि मेड हिम, यो चाहिँ इजरायललाई भनेको परमेश्वरले इजरायललाई चाहिँ नि हि मेड हिम राइड अन दि हाई प्लेसेस अफ दि अर्थ भनेको छ। पृथ्वीको उच्च स्थानहरूमा नि के गर्नु लाउनु भयो अरे? इजरायललाई नि उडाउनु भयो अरे। तपाईँलाई थाहा छ, हिजोदेखि नै हामी उडाउने कुरा सुन्दैछौँ, उडाउने कुरा सुन्दै तपाईँ जो हुनुहुन्थ्यो। परमेश्वरले इजरायललाई नि के गर्नुभयो? गहिरो कुरा छ यो, अन्तिम पार्टमा छ, गहिरो कुरा छ। परमेश्वरले इजरायललाई नि के गर्नुभयो अरे भन्नुहोस् त? हाई प्लेसेस, पृथ्वीको माथि माथि नि ठुलो उच्च उच्च स्थानमा के गर्नुभयो अरे भन्नुहोस् त? उडाउनु भयो अरे। यो चाहिँ के हो भन्नुहोस् त? दिस इज अ प्लेस, जुन चाहिँ ठाउँमा चाहिँ नि ओपन हेभन छ, यो चाहिँ खुला स्वर्गको ठाउँहरू हो। दिस इज अ प्लेस अफ वर्सिप, यो चाहिँ आराधनाको ठाउँ हो, यो चाहिँ नि आराधनाको ठाउँ हो, यो चाहिँ वर्सिपको ठाउँ हो। यो कन्फरेन्स के हो भन्नुहोस् त? इट इज हाई प्लेस। हाई प्लेसको नेगेटिभ पनि छ, पोजिटिभ चाहिँ यो। परमेश्वरले इजरायल, बुझ्नुहोस् मैले के भनेको, मैले के भन्न चाहेको, राम्रो सुन्नुहोस् त। परमेश्वरले इजरायललाई नि उच्च स्थानहरूमा उडाउनु भयो अरे। सो वाट आर द हाई प्लेसेस? यो कन्फरेन्स हो हाई प्लेस। अघि मैले मेरो भावनको कुरा गर्दै थिएँ घरमा, के हो हाई प्लेस? हाई प्लेसहरू, उच्च स्थान, जहाँनिर नि स्वर्ग खुल्ला छ, ओपन हेभन, स्वर्गले के कार्य त्यहाँ गरिरहेको हुन्छ। तपाईँको चर्च हो हाई प्लेस। जब तपाईँ आराधनाभित्र पस्नुहुन्छ, वर्सिप इज अ हाई प्लेस। जब तपाईँ इन्टरसेसन अनि प्रेयरमा गहिरो रूपमा कनेक्सन, द्याट इज यर हाई प्लेस। सुन्छ, उच्च स्थानमा उड्नु भनेको चाहिँ नि स्वर्गको नजिक जानु हो। जब स्वर्गसँग तपाईँ नजिक जानुहुन्छ, तपाईँले किताब पाउनु भएन अघि, तपाईँको निम्ति नि द्याट बुक इज अ हाई प्लेस। तपाईँ त्यो किताबसँग माथि उड्नु सक्नुहुन्छ, द्याट इज यर हाई प्लेस। अनि परमेश्वरले इजरायललाई चाहिँ नि प्रकाशद्वारा हिँड्दा हिँड्दा नि पावरफुल वेमा नि यस्तो हाई प्लेसेसहरूमा उडाउनु भयो अरे। कस्तो भएको कुरा छ। अनि त्यो हाई प्लेसमा उड्दै गर्दा चाहिँ नि प्रभुले के गर्नु लाउनु भयो अरे? अब ध्यान गरेर सुन्नुहोस्, दिस इज द की। अब अगमबानीभित्र पस्न आँटेको छ, प्रार्थनामा जान आँटेको छ, यो त चाबी हो। यो अगमबानीभित्र पस्दै गर्दा चाहिँ फेरि परमेश्वरले इजरायललाई के गर्नु लाउनु भयो अरे भन्नुहोस् त। म अङ्ग्रेजीमा पढेर ट्रान्सलेट गर्दैछु, अलिक तल पढ्दैछु। हि मेड हिम सक हनी फ्रम द रक एन्ड ओइल फ्रम द फ्लिन्टी रक भनेको छ। यहाँ के भनेको छ भने नि हि मेड हिम सक हनी भनेको छ। परमेश्वरले इजरायललाई चाहिँ नि ढुङ्गाबाट भन्नुहोस् त। तपाईँको साइडको साथीले अलिक झझकाएर भन्नुहोस् न, नसुताऊ भन्नुहोस् न, ढुङ्गाबाट भन्नुहोस् त। कहाँबाट अरे? फेरि कहाँबाट अरे? कस्तो इन्ट्रेस्टिङ है। परमेश्वरले इजरायललाई चाहिँ के गर्नु लाउनु भयो अरे भन्नुहोस् त? ढुङ्गाबाट चाहिँ नि हि मेड हिम सक फ्रम द रक, ओके, हनी फ्रम द रक एन्ड ओइल भनेको छ। ढुङ्गाबाट चाहिँ नि मह भन्नुहोस् त, तेल भन्नुहोस् त, मह अनि तेललाई चाहिँ नि चुस्नु लाउनु भयो अरे। नेपालीमा चाहिँ खुवाइदिनु भयो भनेको छ। हिब्रू ट्रान्सलेसनमा एकदमै रङ छ, त्यो त्यस्तो भनेको छैन। हिब्रूमा चाहिँ एक्ज्याक्टली के भनेको छ भने नि हि मेड हिम सक भनेको छ। सुन्नुहोस् त, इजरायललाई चाहिँ नि ढुङ्गामा प्रभुले स्वयं उडाउनु भयो अरे। यसरी उड्नुहोस् त एकछिन, हात यसो गर्नुहोस् त। यस, सबैजना गर्नुहोस्। यस, यु फ्लाइङ, यस यु फ्लाइङ इन जिजस नेम। स्वयं उडाउनु भयो अरे हाई प्लेसेसमा। तर त्यो हाई प्लेसेसमा गएर चाहिँ नि प्रभुले हुन्छ प्रभुले के गर्नु लाउनु भयो भने अगाडि त त्यहाँमै ढुङ्गा थियो अरे। ढुङ्गाबाट चाहिँ नि मह अनि तेल नि चुस्नु लाउनु भयो अरे। ओके, अब चुस्नुहोस् त, लु गर्नुहोस् त, लु
यसरी हात मैला छ भन्छ, मैला छैन भनेदेखि चाहिँ गर्नुहोस् त नानीहरू चुसेको चुस्नुहोस् त सबैजना लु मिठो छ गर्नुहोस् न राम्रोसँग लु सुन्नु त म आउँदैछ है ऊ तेल निक्लिँदैछ सुन्नुहोस् अब हेर्नुहोस् सुन्नुहोस् परमेश्वरले यसरी उडाउनु भयो अरे अनि परमेश्वर इजरायललाई नि ढुङ्गाहरूबाट चुस्नु लाउनु भयो अरे हेर्स त कि सुन्नुहोस् त म प्रभुसँग हिँडेको 2012 देखि हो आजसम्म नि उथल पुथल भयो डिस्करेजिङ टाइम्स आयो अल्छी पनि लाग्यो तर आगो चाहिँ त्यही छ म भविष्य हेर्दैछु इट इज ठुलो छ अनि मलाई नि यस्तो आई वान्ट टु रन फर द भिजन त्यो अगाडि देखेर नि मलाई दौडिनु मनपर्छ आमेन है अनि मेरो टिम पनि मेरो साथ छ भने विश्वास गर्छु साथ छैन भने पनि म चाहिँ कुद्ने हो आमेन भन्नुहोस् न सो तर बट लिसन हाउ डु आई म्यानेज प्रभुको सेवकहरू हेर्नुहोस् ओके प्रभुको सेवकहरू हेर्नुहोस् जो चाहिँ नि अल दिस यस कुदिरहेको छ म तपाईँलाई चाबी दिन चाहन्छु हाउ डु यु वक इन द एनोइन्टिङ ओके त्यो मेन्टल त्यो अभिषेक त्यो प्रेजेन्सभित्र प्रभुको उपस्थितिमा हाउ डु आई वक नम्बर 1 सुन्नुहोस् तपाईँको जीवनमा तपाईँले हाई प्लेसेसहरू राख्नुपर्छ जहाँ तपाईँ उड्नुहुन्छ हजुर एउटा कुरा तपाईँलाई भन्न चाहन्छु म मेरो आफ्नो व्यक्तित्व उदाहरण दिँदै गर्दा बेलुका जब हुन्छ म उड्नु सुरु गर्छु बिहान जब हुन्छ म उड्नु सुरु गर्छु मेरो घरमा आउनु भने तर हन्ड्रेड्स अफ बुक्स जवानहरूलाई एउटा उदाहरण दिन चाहेको म तपाईँलाई म भयङ्कर भन्नु चाहेको होइन जवानहरूलाई म इन्सपायर गर्न चाहेको हन्ड्रेड्स अफ बुक्स जुन चाहिँ किताब चाहिँ तपाईँले यहाँ पाउनु भने प्रभुको यस्तो भयङ्कर दासहरू लिएको मेरो हाई प्लेसेसहरू त्यो हो म त्यहाँ उड्छु मलाई मजा लाग्छ घन्टौँ गर्नु प्रभुको उपस्थितिमा समय बिताउँदा मलाई मजा लाग्छ वर्सिप गर्दै गर्दा फास्टिङ बस्दै गर्दा द्याट्स माई हाई प्लेस तर म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु त्यसरी जब तपाईँ उड्नुहुन्छ नि चाबी चाहिँ यो छ यस त्यो मोमेन्टमा चाहिँ नि तपाईँले नि हनीले चाहिँ के देखाउँछ भन्नुहोस् त प्रभुको आशिष इज द ब्लेसिङ हेर्नुहोस् त अभिषेकसँग चाहिँ आशिष जोडिएर आउँछ है अभिषेकसँग चाहिँ आशिष जोडिएर आउँछ सुन्नुहोस् त सो तपाईँले त्यो उपस्थितिमा यो कन्फरेन्समा आजको सन्दर्भमा कुरा गरौँ न यो कन्फरेन्समा तपाईँ हुनु यो चाहिँ हाई प्लेस स्वर्गको नजिक हुनुहोस् तपाईँहरू तपाईँले के गर्नुपर्छ भन्नुहोस् त यु निड टु सक फ्रम द रक तपाईँले आउने प्रभुको आशिषलाई चुस्नु सुरु गर्नु पऱ्यो ढुङ्गा चाहिँ यो हो यहाँ तपाईँ यो आइप्याड हो तर प्रभुको वचन हो ढुङ्गा चाहिँ नि येशूको स्वयं हुनुहुन्छ आज येशू प्रभुको उपस्थिति अभिषेक यहाँ छ स्वर्ग खुल्ला छ यु निड टु गेट द ब्लेसिङ प्रभुले खुवाइदिनु हुँदैन तपाईँलाई तपाईँले चुस्नुपर्छ बुझ्नुभयो अभिषेक कसरी आउँछ हाई प्लेसभित्र जानुपर्छ अनि ढुङ्गाबाट चुस्नुपर्छ गर्नुहोस् त साँच्चीको चाहिँ गर्नु भनेको चाहिँ इलस्ट्रेसन मात्रै गरेको तपाईँलाई बुझाउनु लागि फेरि गएर फेरि नयाँ शिक्षा झुटो शिक्षा आयो भन्ला नि सबैजना रङको अर्थ घोडा टेकेर गऱ्यो भने फेरि पास्टरले मार्नुहुन्छ मलाई त्यस्तो भनेको होइन नि फेरि बुझ्नुभयो नि तपाईँले होइन मलाई बुझ्नुहुन्छ नि तपाईँहरू ज्ञानी हुनुहुन्छ सी यु निड टु सक फ्रम द रक तपाईँलाई अभिषेक चाहिएको छ सट्टै मुखमा मिठो मिठो खुवाइदिनु न प्रभुले ढुङ्गामा जानुपर्छ ढुङ्गादेखि चुस्नु कस्तो सजिलो छ है स्पन्जबाट चुसेको आउँछ ढुङ्गाबाट चुस्नु कस्तो छ ढुङ्गाबाट चुस्नु भन्ने आउँछ कसरी चुस्छ ढुङ्गादेखि गर्दा बेसी त धुलै आउँछ होला माटै आउँछ होला यति त जिब्रो काटिन्छ होला कस्तो ढुङ्गा सफ्ट हुन्छ भन्नुहोस् त तर त्यो बिचमा त्यो स्ट्रगलमा त्यो लाग्दै गर्दा साह्रो पर्दै गर्दा तपाईँ दौडिँदै गर्दा नि टप्पै तेल चाहिँ आउँछ त्यो चाहिँ अभिषेक हो तर नि पवित्र आत्माको एक थोपा काफी छ पवित्र आत्माको एक छुवाई काफी छ पवित्र आत्माको नि एक आशिष काफी छ तपाईँको जीवन यो भूमि सबै कुरा एउटा जमकाबेटले परिवर्तन गर्न सक्छ सक फ्रम द रक आज नि म रङको यो फायर इन द अल्टर कन्फरेन्समा उपस्थित भएको हरेकलाई अनि स्पेसली झन् ताकि मेरो जवानहरूलाई मेरो उमेरकोदेखि लिएर मुनिदेखि लिएर अब यो जेनेरेसनलाई चाहिँ म एउटा कुरा भन्न चाहन्छु के भन्न चाहन्छु भनेदेखि नि आज मैले तपाईँलाई वचन प्रचार गरेर हाई प्लेस लगेको छु किताबहरू दिएर सुइङ्गे मजा आयो तर तपाईँलाई खुवाउनु चाहिँ सक्दिनँ म अभिषेक चाहिँ दिनु सक्दिनँ म तपाईँलाई म सट्टै गएर आशिष लुलु कप गरेर तपाईँ सबै कुरा तपाईँको लागि गरिदिनु सक्दिनँ न त म सोच्छु न त परमेश्वर सक्नुहुन्छ अब चाहिँ इज योर रेस्पोन्सिबिलिटी तपाईँको काम चाहिँ के भन्नुहोस् त यु निड टु गो सक फ्रम द रक ढुङ्गादेखि चुस्ने काम चाहिँ तपाईँको
ढुङ्गा दिन चुस्ने काम चाहिँ त्यो हो तपाईँको हो। अनि जब तपाईँ नि म जस्तो मान्छे चाहिँ हाई प्लेसमा गएर ढुङ्गा दिन चुस्न सुरु गर्छौँ, त्यो अभिषेक हाम्रो जीवनमा बग्न सुरु गर्छ। अभिषेकले हरेक जुवालाई बचाउनु सुरु गर्छ। परमेश्वर इजरायललाई उडाउनु भयो अरे। परमेश्वर इजरायलले के गर्नु अरे भन्नुहोस् त? उडाउनु भयो अरे। अनि परमेश्वरले इजरायललाई भन्नुभयो, यो ढुङ्गा देख्दैछस्, आशिषलाई, शक्तिलाई, चङ्गाइलाई तपाईँलाई के चाहिएको छ? त्यो प्रश्न हो त। तपाईँलाई के चाहिएको छ? म तपाईँलाई भनिहालेँ, मलाई पैसा चाहिएको छैन, आज मलाई मानिसहरू चाहिएको छ। ओके, किन भन्नुहोस् त? मान्छेहरू सबै आए, प्रभु परिवर्तन हुन्छ, पैसा त प्रभुले दिइहाल्छ नि, पैसा त आइहाल्छ। आई निड सोल्स, मलाई प्राणहरू चाहिएको छ। जसरी प्रभुको लागि जीवन दिएर उनीहरू बन्यो भनेदेखि चाहिँ नि हाम्रो देशमा, हाम्रो यो ठाउँमा, मण्डलीमा जागृति आउन सक्छ। आज प्रभुले आज तपाईँ सोलोमन जस्तै प्रभुले तपाईँलाई मागे आउनु भएर प्रभुले भन्नुभयो अरे, के चाहियो तँलाई? तपाईँ के भन्नुहुन्छ? आज मलाई दुःख लाग्दो अवस्था पुस्तक के लाग्छ भने तपाईँको हातमा आज 1 लाख आयो भने नि आइफोन किन्नुहुन्छ धेरैले, मलाई थाहा छ त्यो। 50,000 आयो भने पनि पुगेन भने इएमआई तिरेर पनि किन्नुहुन्छ आइफोन, बाँकी गरी किन्नुहुन्छ। आई नो द्याट आइफोन किन्नु नराम्रो होइन, तर हाम्रो पुस्ताको लेभल चाहिँ यति मात्र छ। आइफोन त्यति मात्रै देखेको छ। आइप्याड सुन्नुहोस्, यो आइप्याड नि सुन्नुहोस् त पुरानो हो, यो ह्याङ हुन्छ। तर एउटा कुरा भनौँ, प्रभुले आज मलाई के चाहियो भने आइप्याड माग्नेवाला पनि छैन, चाहिएन पनि। किन भन्नुहोस् त, मेरोमा लेखेको बाइबल छ, त्यो काफी छ मलाई। म भन्छु त मलाई के चाहिएको छ। नम्बर 1 त मलाई येशू ख्रीष्ट चाहिएको छ। तर दोस्रो कुरा तपाईँलाई भन्न चाहन्छु, येशू ख्रीष्टको लागि जीवन दिने व्यक्तिहरू चाहिएको छ। प्रभुले के चाहिन्छस् भने चाहिँ म त्यही माग्छु। आई निड सोल्स, कस्तो भए प्राणहरू चाहिएको छ मलाई, जसलाई म ल्याएर नि मेरो एउटै उद्देश्य छ, त्यो मानिसहरूलाई चाहिँ म येशू ख्रीष्टमा चम्का भेट गराइदिन चाहन्छु। एन्ड द्याट विल चेन्ज एभ्रिथिङ। आमेन। आज नि तपाईँलाई के चाहिएको छ? जे चाहिएको छ त्यही तपाईँले पाउनु चाहिँ हुन्छ अल्टिमेटली, तर कस्ट छ। म तपाईँलाई के चाहिएको छ? वाट डु यु आज रङलाई के चाहिएको छ? हजुर वेदीमा आउँदै गर्दा नि वेदीबाट आशिष दिन्छ नि प्रभुले, तर साँच्चै नै आफ्नो जीवनलाई समर्पित गर्नु भन्दा गड विल ब्लेस यु। प्रभुले तपाईँलाई आशिष दिनु हुन र? प्रभुले तपाईँको जीवनलाई सङ्घाइ वृद्धि मौलाउँदै तपाईँको परिवार, तपाईँको विवाह, तपाईँको जीवनलाई सुन्दर बनाउनु हुन्न र? निश्चय हुन्छ। प्रभु भलो हुनुहुन्छ, आशिष आउँछ। यस प्रभु भलो हुनुहुन्छ। अनि मैले त्यो आशिषलाई अनुभव गरेको छु। हाम्रो परिवार मिलेको छ अहिले, पहिला भत्केको थियो, प्रभुले बनाउनु भयो। प्रभुले आशिष दिनुहुन्छ, दिने नै हुन्छ। तर अनि त्यो एउटा कुरा, तर कुरा चाहिँ के छ भनेदेखि नि तर त्यो मैले चाहिँ भन्नु चाहेको, प्रभुले दिनु नै हुन्छ नि, तर वेदीमा जीवन दिँदै गर्दा नि वाट विल यु आस्क गड? के माग्नु नि प्रभुलाई? त्यसो ठुलो कुरा छ। यो पुस्तकमा नि धेरैचोटि मलाई दुःख के लाग्छ भने हाम्रोमा उत्तरै छैन। वी डोन्ट नो वाट यु वान्ट, वी डोन्ट नो वाट यु वान्ट। तर नि आज म तपाईँलाई भन्न चाहन्छु, यो हाई प्लेसमा नि जब तपाईँ ढुङ्गाको अगाडि येशू ख्रीष्टको अगाडि उभिनुहुन्छ, वाट डु यु वान्ट? तपाईँले साँच्चै जीवन दिएर माग्नु चाहिँ भयो भनेदेखि नि आज म तपाईँलाई भन्न चाहन्छु, जब तपाईँले अभिषेकलाई चुस्न सुरु गर्नुहुन्छ, त्यो अभिषेकले तपाईँलाई त्यो कुरा पुरा गर्ने क्षमता तपाईँलाई दिन्छ। गड विल गिभ यु दैट अनोइन्टिङ। आमेन। कस्तो दामी कुरा छ। आज म तपाईँलाई भन्दैछु, मेरो वचन सक्यो, हामी प्रार्थनामा जानेछौँ। आज म तपाईँलाई भन्दैछु, कन्क्लुजनमा आउँदै गर्दा दर्शनको साथमा दौडिने समय आयो। वेदीमा जीवन हामीले दिउँ, राम्रो कुरा हो। अनि अझै दिनुहोस्, दिनुभएको छैन, नाउ इज द टाइम। प्रभुले आज बोलाउनु हुँदैछ। तर मेरो सल्लाहलाई नबिर्सिनुहोस्, सेतो वस्त्र अनि यहाँ तेल चाहिँ कहिले बग्नु बन्द भएन, हुनु भएन। अनि मैले त्यो कुरा डिसाइड गरेको छु। ओके, 2 बजे छ, आइन टाइम अब भयो। म तलाई गहिरो, म अगमबानीभित्र पस्दैछु। गहिरो कुरा भनौँ, जब मैले कन्स्ट्रक्सन सुरु गरेँ नि, 1 हप्ताको लागि चाहिँ म अशान्ति भयो मलाई। आई वाज नट एट पिस। म रुममा गएँ अनि प्रभुले नि मलाई नि तल यो हलहरूमा पनि गएँ जहाँ बनिन आँटेको छ। सानो छ, सुरुवात सानो छ, तर नि मलाई छटपट भयो। आई वाज नट एट पिस। प्रभुले मलाई डिलिङ सुरु गर्नुभयो। अनि एउटा यस्तो ठाउँमा आइपुगेर मात्रै नि मलाई शान्ति पनि जब मैले के प्रभुले मलाई बुझ्नु, यो लामो वार्तालाप हो, तर कन्क्लुजन चाहिँ के आयो भनेर मैले प्रभुले त्यो जबसम्म यो कुरा मैले बुझिनँ अनि जबसम्म मैले यो कुरा प्रभुलाई भनिनँ नि, प्रभुले मलाई अशान्ति नै दिनुभयो। त्यो चाहिँ के थियो भने नि, म त्यो ठाउँमा आइपुगेँ जब मैले त्यो, मलाई थाहा छ अब कन्स्ट्रक्सन हुँदैछ, मलाई थाहा छ स्टुडियो बनिन्छ, मलाई थाहा छ अब दर्शनको साथमा अगाडि बढिँदैछौँ, बढ्छ सेवाकाई, प्रभुले वृद्धि दिनुहुन्छ। तर त्यो बिचमा मलाई के भयो भने मैले एउटा कुरा डिसाइड गरेँ। के भन्नुहोस् त, जबसम्म यो ठाउँमा आएन प्रभुले मलाई छोड्नै भएन। त्यो चाहिँ के थियो भनेदेखि नि, त्यो ठाउँमा आइकन मैले प्रभुलाई भने, प्रभु आज म के निर्णय लिँदैछु भने नि, हो मेरो हातमा हल बनिँदैछ, तर मेरो हल मेरो कहिले पनि दर्शन होइन। देयर इज नट अ भिजन। ओके, इक्विपमेन्टहरू आउँछ, मलाई थाहा छ अब स्लो छ, साह्रो छ,
एक दिन स्टुडियो बनिँदैछ, तर मैले प्रभुलाई भने स्टुडियो इज नेभर माई भिजन। कुनै पनि दिन जुन चाहिँ दर्शन तपाईँले मलाई दिनुभएको छ, अरू कुरा बिचमा आयो भनेदेखि चाहिँ नि म सबै कुरा सेक्रिफाइस गर्न तयार छु प्रभु। आल सेक्रिफाइस गरिदिन्छु बरु मैले प्रभुलाई भने एक दिन म ठुलो हुन्छु, प्रभु तपाईँको आगमन ढिलो भयो भनेदेखि मान्छेले चाहिँ मलाई एउटै जेसन सर थापालाई पछाडि हेर्दै गर्दा नि कसरी चिन्नुपर्छ भनेदेखि मैले प्रभुलाई कमिटमेन्ट दिएँ एज अ म्यान हु वर्क विथ गड। एउटा यस्तो खालको मान्छे जो चाहिँ प्रभुसँग हिँड्यो, ठुलो हल भएको मान्छे भनेर नचिनोस्, राम्रो क्यामेरा यसको मिडिया टिम छ अरे नचिनोस्, मलाई क्यामेरा चाहिएन, बरु क्यामेरा बिना सेवा गर्छु, सानो गर्छु। बट आई वान्ट बी नोन एज अ म्यान हु वर्क विथ गड, जो चाहिँ प्रभुसँग हिँड्यो। दानियलको हल थियो भन्नुहोस् त, दानियलको स्टुडियो थियो, दानियलको परमेश्वर चाहिँ थियो, तर द्याट्स इनफ। अनि त्यो घोडा टेकेर मैले कमिटमेन्ट दिएँ, कुनै दिन मेरो हातमा नि क्यामेरा आएर भयङ्कर आयो अरे, तर त्यसले मलाई डिस्ट्र्याक्ट गरेर फ्याँकिदिन्छु क्यामेरा, म बन्द गरिदिन्छु मिडिया, छुट्टी बरु बन्द गरिदिन्छु हल, आई डोन्ट केयर। एउटा कुराको वास्ता छ, जिजस। म यीशुलाई मात्रै हेरेर अगाडि, आई वान्ट बी नोन एज अ म्यान हु वर्क्स विथ गड। म यस्तो खालको एउटा व्यक्ति बनिन चाहन्छु। तपाईँलाई यो घमण्डी लाग्ला, तर म तपाईँलाई सत्यता भनेको हृदय कुरा, म यस्तो खालको व्यक्ति बनिन चाहन्छु जो प्रभुसँग हिँड्छ। त्यति नै, आमेन। हल आउँछ अनि जान्छ, तर प्रभु चाहिँ एउटै हुनुहुन्छ नि त, आमेन। त्यो गर्दा हलले स्टुडियोले मलाई नचिनोस्, अनि त्यसले कहिले पनि प्रभु मैले त्यो भित्र प्रार्थना गरेको थिएँ, अनि त्यो मेरो कमिटमेन्ट जबसम्म गरिनँ प्रभुले छोड्नु भएन। त्यही मैले प्रभुलाई जब यो कमिटमेन्ट दिएँ नि, प्रभुले भन्नुभयो, प्रभुले केही पनि भन्नु भएन एक्ज्याक्टली त, तर यहाँनिर मलाई शान्ति भयो जब मैले त्यो कुरा गर्ने। प्रभु कुनै पनि केही पनि इक्विपमेन्ट पैसा, अब मसँग हिँड्ने टिमलाई पनि साह्रो छ, किन भन्नुहोस् त, किनभने मेरो भिजन इज ओन्ली जिजस। ओके, मलाई ठुलो सेवाकाई मेरो एम नै होइन, ओन्ली जिजस। तर मैले प्रभुलाई कमिटमेन्ट दिएको छु, यो चाहिँ एनी टाइम परमेश्वरले मेरो बिचमा केही पनि कुरा आउँछ, बरु फ्याँकिदिन्छु त्यो कुरालाई, ओन्ली जिजस, आमेन। किन भन्नुहोस् त, यीशु ढुङ्गा हुनुहुन्छ। सबै कुरा मैले गुमाएँ भने पनि सट्टै गएर चुस्नु मात्रै हो, एन्ड द ओइल विल कम। अनि अभिषेकले सबै कुरा मेरो जीवनमा नि फिर्ता लिएर आउँछ, आमेन। आउनुहोस् हामी प्रार्थना गरौँ। ओ पवित्र आत्मा, शिया मन्दारा बासेकरा बाबा, ओ एलिसा प्लिज कम। प्रभुले शक्तिशाली एउटा मोमेन्टलाई ल्याउनु हुँदैछ। आई वान्ट एलिसा, मेरो वाइफको हेल्प मलाई चाहिन्छ, अनि इभन वर्सिप टिम पनि। डरलाग्दो टिम चाहिएन, आई थिङ्क अलिकति हेल्प गर्ने भोकलिस्ट एन्ड मेबी यु अल कम, तर नट द ड्रम्स, अहिले ड्रमको लागि होइन। ओ सा बाबा सोकोरा बाबा शेखरा बा, हुन्छ आउँदा हुन्छ, प्लिज वर्सिप टिम क्यान कम। ओके, ड्रम मैले नल्याएको चाहिँ फेरि त्यो के भन्छ, नट बिकज मलाई आउँदैन भनेर होइन, बट बिकज एकदम सरिन यहाँनिर एटमोस्फियर छ। प्रब्लम डेस्टिनी रोज हुँदैछ, अनि डिस्टर्ब नहोस् भनेर। शिवयान्दा तयार पार्नुहोस्। तपाईँ धेरैजनाको जीवनमा नियतिहरू खोलिन लागेको छ, डेस्टिनी खोलिन लागेको छ। जवानहरू, मेरो छोटो समय छ, बट प्रभुले मलाई प्रोफेटिक वर्डहरू यस्तो बेसी दिनु हुँदैछ। ओ शा बाबा सौको माते बाबा, प्रिपेयर योर हार्ट्स, तपाईँको हृदयलाई तयार पार्नुहोस्। यस, ओ yes, powerful moment, destiny moment for you. Okay, be ready. Shibayanda ba sokora ba ba. Begin to pray. आत्मामा प्रार्थना गर्न सुरु गर्नुहोस्। मलाई उडाउनु Yes, Sakar, yes. तपाईको आत्मा यो गीत गाइँदै गर्दा नि prepare your hearts, तपाईको हृदयलाई तयार पार्नुहोस् ल। म तपाईलाई बोलाउन लागेको छु अब। त्यो प्रेमको शक्तिमा मलाई थाहा छ समय कम्ती छ। Yes, come on. मलाई उडाउनुहोस् तपाईको आत्माले, त्यो प्रेमको शक्तिमा गाल्नुहोस् तपाईको प्रेमले घेर्नुहोस्।
Yes. त्यो उच्च ठाउँमा उडाउनुहोस्। Worship the Lord. गाउन लाग्नुहोस्. Speak in tongues. Come on. आत्मा प्रार्थना गर्न लाग्नुहोस्. शिवया सो. तपाईको हृदयलाई तयार पार्न लाग्नुहोस्. Yes, God is about to call you. प्रजालाई बोलाउन लागेको छ. तपाईँको आत्माले त्यो प्रेमको शक्तिमा Yes, I have a word. प्रब्लममा जुन चाहिँ वर्ड दिनु भएको छ म सायद तिम्रो लाइफमा डेलिभर गर्न लागेको छु. अस्तिदेखि त्यो उच्च ठाउँमा मस्तिङ प्रार्थनामा थिएँ र त्यो मोमेन्टमा पर्खिँदै थिएँ. सो त्यो मोमेन्टमा पर्खिँदै थिएँ एन्ड आई नो दिस द मोमेन्ट. एन्ड प्रब्लम मलाई के भन्नुभएको छ भनेदेखि नि तिम्रो लाइफबाट प्रब्लम मलाई के देखाउनुहुन्छ टेन्टहरू देखाउनु भयो. टेन्ट मिटिङ्सहरू नि सिक्किमभरि अनि हिमालयन रिजन जमिन आएको छ. मैले यस भिजनमा चाहिँ के देखेँ, आई स टेन्ट मिटिङ्स, hundreds of people coming. अनि त्यो टेन्ट मिटिङमा नि it was रिभाइभल टाइम. टेन्ट मिटिङ, बिल्डिङ एन ओपन क्रुसेड. अनि तिमी बोल्दै थियौ एन्ड यु वर द अर्गनाइजर. सो आई थिङ्क त्यो ठुलो मिनिस्ट्रीलाई तपाईँले तिम्रो स्पिरिटमा डिपोजिट गर्नुहुँदैछ. एन्ड दिस द मोमेन्ट गड इज कलिङ यु फुल टाइम. द्याट्स इट. दिस इज यर कल. इफ यु गिभ यर लाइफ, प्रभुलाई के भन्नुभएको छ भने चाहिँ टेन्ट रिभाइभल प्रभुले नि हिमालयन रिजनमा ल्याउनुहुन्छ. अनि नयाँ एउटा ढाँचा प्रभुले सुरु गर्नुहोस् तिम्रो जीवनबाट. सो दिस इज द मोमेन्ट. तिम्रो लाइफमा प्रभुले तिमीलाई फुल टाइम कल दिनुहुनेछ. अनि प्रभुले के भन्नुहुन्छ भनेदेखि चाहिँ As Samuel walked, you shall walk before me. अनि जसरी प्रभु सामुएलसँग प्रभुले भन्नुहुन्छ तिमीले बोलेको शब्दहरू झर्ने छैन. प्रभुले यो कुरा भन्नुहुन्छ तिम्रो जीवन अभिषेक आउँछ, तिमीले प्रस्तुत देख्छौ, तिम्रो आत्माले मेरो महिमालाई देख्छ अरे प्रभु भन्नुहुन्छ. प्रभुले यो कुरा भन्नुहुन्छ भाइ तिम्रो आत्मा जागृति हुन्छ, महिमा कुराहरू हुन्छ, सँगै बगी आउँछ प्रभुले भन्नुहुन्छ. सामुएललाई त्यसरी गरे हुर्काउनु रलिएर भन्नुहोस् म तँलाई हुर्काउँछु. त्यो जीवनको अन्तसम्म गयो भने तँले पछाडि फर्केर हेर्नेछस्. प्रभुले यो कुरा भन्नुहुन्छ तँलाई जसरी त्यो महिमालाई देख्छ यु विल ह्याभ नो रिग्रेट्स. यु विल ह्याभ नो रिग्रेट्स. प्रभुले भन्नुहुन्छ तँलाई घटी कमाइ हुनेछ, तँ हिँड्नेछस्, कठिन समयहरू आउनेछ, तर प्रभुले भन्नुहुन्छ तँले विजयलाई देख्नेछस्. पछाडि घट्नुहोस् प्रभुले भन्नुहुन्छ त्यो दौडी त्यो दर्शनको साथ दौडी तेरो जीवनमा जागृति जमिन्छ. टेन्ट मिटिङ्सहरू हुन्छ, हजारौँ मान्छेहरू भेट्न आउँछ, तेरो जीवनबाट परिवर्तन हुनुहुन्छ. अभिषेक बोक्नुहोस्. Receive, 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 receive. Fire of the Holy Spirit right now. तर कहिले जीवन दिनु भएन. आज प्रभुले बोलाउनु हुँदैछ. दिस इज द मोमेन्ट. प्रार्थनाको लागि होइन, अभिषेकको लागि होइन, म फुल टाइम कुरा गर्दैछु. एकजना छ बेदीले आज तपाईँलाई बोलाउँछ. आज तपाईँले जीवन नि फुल टाइम दिनुभयो भनेदेखि यस प्रभुले एउटा कुरा भन्नुहुन्छ म तँलाई चिल चाहिँ उडाउँछु, म तँलाई चिल चाहिँ उडाउँछु, म तँलाई चिल चाहिँ उडाउँछु. तेरो आँखाले मेरो महिमालाई देख्छ. प्रभुले यो कुरा भन्नुहुन्छ. यस 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 यस. चिन्ह साइन्स वन्डर्स अनि मिरेकल्स स्पिरिटमा मैले डिपोजिट गरेको छु. प्रभुले भन्नुहुन्छ नडरा नडरा, तँले डाउट गर्नु पर्दैन. प्रभुले
आत्माले मलाई स्पेसिफिक फोकस गर्न चाहेको छ यो डाउट नगर भरोसा गर नडरा प्रभुले भन्नुहुन्छ मेरो हात तो माथि छ अल दिस इयर्स यो मोमेन्ट यो समयको लागि मैले तँलाई प्रिपेयर गरेँ नि आज तँलाई म बोलाउँछु भनेर येशू ख्रीष्टको नाममा आज वेदीमा जसरी प्रभु उहाँले जीवन दिएको छ अलग गर्दैछु Let an anointing flow in the name of Jesus. Fire of the Holy Spirit. त्यो अभिषेक बगोस् 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 Receive in the name of Jesus. येशू ख्रीष्टको नाम र रगतमा Holy moment. पवित्र ठाउँ यो मेरो जीवन अलग हुँदैछ साबा सोखो मातिना या सेरेबे इखानको ब्रोथोमा सेरेबे या था मिकिताला या सोखोरा बाबा या था नता निकिलितो ना या से निताना यो खोराबा से खराबा मिकी लकाता रोतोला या सेरेबे रे था निखानको मो खोराबा से खराबा प्रभुले एकजना यहाँनिर नि प्रार्थनाको मुभमेन्ट अन्तर्बिन्दीको एउटा झुन्डलाई नि लिड गर्नु अनि ठुलो एउटा अन्तर्बिन्दीको झुन्ड प्रार्थनालाई नि अगुवाई गर्नु बोलाउनु भएको छ तपाईँलाई थाहा छ तर तपाईँले कहिले पनि आँट गरेर यो कुरालाई अगाडि बढाउनु भएको छैन तपाईँ को हुनुहुन्छ तपाईँ अगाडि आउनुहोस् प्रभुले तपाईँलाई नयाँ सामर्थ्य अनि अभिषेकले भर्नुहुँदैछ आज प्रभुले नि त्यो कार्य तपाईँको हातबाट कन्फर्म गर्नुहुनेछ तपाईँ को हुनुहुन्छ एउटा मेरो प्रेयरको एउटा झुन्डलाई नि बनाउनुको निम्ति अगुवाई गरेर तपाईँ उभिएर नि सुन्नुहोस् तपाईँलाई जीवन दिने प्रभुले बोलाउनुहुन्छ यस याबान्दाबा सोखोरा बाबा या शेखरा बाबा यान्दालाबा यस पवित्र आत्मा यस यस लेट एन अनोइन्टिङ त्यो अभिषेक 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 त्यो आगोको अभिषेक त्यो अन्तर्बिन्दीको अभिषेक त्यो अभिषेक अगोस् यसको नाममा receive in the name of Jesus. Let that anointing fall in the name of Jesus. Fall in the name of Jesus. Yes. प्रभुले यो कुरा भन्नुहुन्छ प्रभुले यो कुरा भन्नुहुन्छ जुन चाहिँ कार्य आजसम्म भएन त्यो झुन्डले अब गर्नेछ आमा दिदीबहिनीहरू म कहाँ पठाउँछु अनि एउटा प्रार्थनाको एउटा मुभमेन्ट सुरु हुनेछ जुन चाहिँ प्रार्थनाको कारणले धेरै सेवकहरू धेरै मण्डलीहरू धेरै सेवकहरू बलियो हुनेछ प्रभुले भन्नुहुन्छ प्रार्थना जसरी अन्तमा आइसकेको छु म यो प्रार्थनालाई यहाँ राख्दै गर्दा नि तपाईँ धेरैजना जो यहाँ बसिरहनु भएको छ तपाईँको हृदयमा कुछ भएको छ अहिले समथिङ हेज ह्यापन इन यर हार्ट एउटा हलचल सुरु भएको छ तपाईँ जो हुनुहुन्छ उभिनुहोस् मात्र त्यो एन्जल त्यो डेस्टिनीको एन्जलले तपाईँलाई छुन लागेको छ त्यो नियतिको स्वर्गदूत म देख्छु अनि त्यो नियतिको स्वर्गदूत तपाईँलाई छुन लागेको छ अनि जसरी तपाईँलाई यो नियतिको स्वर्गदूतले छुन्छ तपाईँको आत्मामा नि एउटा जसरी निडलमा धागो सट्टै हालेको जस्तो नि येशू ख्रीष्टले नि तपाईँको नियतिमा धागो हाल्नु तपाईँको जीवनमा धागो हाल्नुहुन्छ अनि आउनेवाला वर्षमा नि तपाईँलाई चलाउन लाग्नुहुन्छ Receive in the name of Jesus. Fire of the Holy Spirit. पवित्र आत्माको आगो अनि स्वर्गदूतको आगो त्यो खासो फसोस् येशूको नाममा रगतमा I see now म आत्मामा त्यो कुरा देख्छु त्यो स्वर्गदूत तपाईँलाई छुँदैछ तपाईँको आत्मामा नि त्यो लेखेको मुठा पत्थरहरू स्क्रल्सहरू डिपोजिट हुँदैछ ल्याऊ 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 ए याबा सो खोरा बाबा Receive in the name of Jesus. Holy moment. Socorraba ya se mahinta mayo corraba se carraba la ca mehema yo tola raba socorraba धन्यवाद दिन लाग्नुस् पवित्र आत्माले चाहिँ कार्य गर्नुहुँदैछ हात उचालिकन धन्यवाद दिन लाग्नुस् परमेश्वर महान हुनुहुन्छ परमेश्वरले चाहिँ कार्य यहाँ गर्नुहुँदैछ महान धन्यवाद येशू धन्यवाद पवित्र आत्मा
धन्यवाद येशू, धन्यवाद पवित्र आत्मा, थ्याङ्क यू, धन्यवाद, धन्यवाद। सारा आदर महिमा अनि भक्ति तपाईँलाई येशू ख्रीष्ट तपाईँको नाउँमा, आमेन, आमेन। म आशा गर्छु पवित्र आत्माले शक्तिशाली कार्य हाम्रो जीवनमा गर्नुभएको छ, म विश्वास गर्छु। र तपाईँ धेरै आशिषित हुन्। यो वातावरणलाई एकदम मेन्टेन गर्नुहोस्। म विश्वास गर्छु आउनेवाला सेसन शक्तिशाली हुनेछ। धन्यवाद।